मिसन एसई को नयाँ भिडियोमा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत छ। यस भिडियोमा प्याप्सन काठमाडौँले 2082 सालमा सोधिएको प्री क्वालिफाइङ एक्जामिनेसन साइन्स एन्ड टेक्नोलोजी अन्तर्गत विषयको यो क्वेसन र त्यसको फिडब्याक लिएर आएका छौँ। भिडियो अन्तसम्म हेरेर साथ दिउँ है त। ल, यसमा अब प्याप्सनले प्री क्वालिफाइङ एक्जामिनेसन 2082 मा सोधेको क्वेसनको समग्र फर्म्याट चाहिँ यता छ। अब त्यो सबैलाई थाहा भइसकेको कुरा हो है। अब यसमा जम्मा 4वटा ग्रुपहरू हुन्छन्, ग्रुप ए, ग्रुप बी, ग्रुप सी र ग्रुप डी भनेर 4वटा ग्रुप रहेको हुन्छ। ग्रुप एमा मल्टिपल चोइस क्वेसन, ग्रुप बीमा भेरी सर्ट एन्सर क्वेसन, अनि त्यसपछि ग्रुप सीमा सर्ट एन्सर क्वेसन र ग्रुप डीमा चाहिँ लङ एन्सर क्वेसन हुन्छ। मैले यस भिडियोमा चाहिँ सबैभन्दा पहिला लङ एन्सर क्वेसन यानि कि ग्रुप डीबाट चाहिँ फिडब्याक दिन सुरु गरेँ है त। र क्वेसन चाहिँ क्वेसन नम्बर 1 देखि क्वेसन नम्बर 23 सम्म हुन्छ। अब क्वेसन नम्बर 23 को क्वेसन यस्तो रहेको छ। वाट ह्यापेन्स इन द फलोइङ प्रोसेस राइड विथ ब्यालेन्स केमिकल रियाक्सन भनिएको छ। यहाँ दुईवटा कन्डिसन दिएको छ। दुईवटा कन्डिसनमा भनेअनुसार के हुन्छ र त्यसलाई चाहिँ डिस्क्राइब गरेर ब्यालेन्स केमिकल इक्वेसन यो क्वेसनहरूले चाहिँ मागेको छ। र क्वेसन नम्बर आई सेज कार्बन डाइअक्साइड ग्यास इज पास ओभर लाइम वाटर फर सर्ट एन्ड लङ पिरियड अफ टाइम भनेको छ। अब यो कन्डिसनमा के हुन्छ भनेको छ। यो कन्डिसनमा हामीले कार्बन डाइअक्साइड ग्यासको केमिकल रियाक्सन अन्तर्गत परेको कुराहरू चाहिँ यो क्वेसनको एन्सर लेख्नको लागि युज गर्नुपर्ने हुन्छ। केमिकल रियाक्सनमा पनि रियाक्सन अफ कार्बन डाइअक्साइड ग्यास विथ लाइम वाटर भन्नेमा यो क्वेसन चाहिँ आधारित रहेको छ। र एन्सर यस्तो हुनुपर्छ। एज कार्बन डाइअक्साइड ग्यास इज पास टु लाइम वाटर फर सर्ट टाइम मिल्की व्हाइट सल्युसन इज फर्म्ड ड्यू टु प्रोडक्सन अफ वाटर इन्सोलुबल क्याल्सियम कार्बोनेट। अब लाइम वाटर यानि कि क्याल्सियम हाइड्रोअक्साइडमा चाहिँ सर्ट टाइमको लागि कार्बन डाइअक्साइड ग्यास पास गर्ने हो भने त्यो सल्युसन चाहिँ मिल्की व्हाइटमा कन्भर्ट हुन्छ। र मिल्की व्हाइटमा कन्भर्ट किन हुन्छ भन्दा वाटरमा सोलुबल नभएको इन्सोलुबल चाहिँ क्याल्सियम कार्बोनेट भन्ने कम्पाउन्ड चाहिँ यसमा फर्मेसन हुन्छ। त्यही कारणले चाहिँ यस्तो भन्नु पर्यो है। र केमिकल रियाक्सनमा यस्तो रहेको छ। रियाक्सन CO2 प्लस CaOH होल 2 गिभ्स CaCO3 प्लस H2O। यो चाहिँ मिल्की व्हाइट सोल्युसन हो। यो होल सोल्युसन चाहिँ मिल्की व्हाइट कलरको हुन्छ है। अब यही मिल्की व्हाइट सोल्युसनमा चाहिँ फर्दर कार्बन डाइअक्साइड ग्यास अझै पास गर्दै जाने हो भने चाहिँ बिस्तारै मिल्की व्हाइट कलर चाहिँ कलरलेस यानि कि मिल्की व्हाइट कलर चाहिँ डिसअपियर हुन थाल्दछ है। यस्तो किन हुन्छ भन्दा जब यो सोल्युसनमा कार्बन डाइअक्साइड ग्यास पास गर्दै जान्छौँ त्यति बेला चाहिँ वाटरमा सोलुबल हुने क्याल्सियम बाइकार्बोनेट भन्ने कम्पाउन्ड फर्मेसन हुन्छ है। क्याल्सियम बाइकार्बोनेट भन्ने कम्पाउन्ड फर्मेसन हुन्छ जुन चाहिँ रियाक्सनमा यसरी देखाउन सकिन्छ। CO2 यही CaCO3 प्लस H2O मै अब फेरि फर्दर CO2 पास गर्ने हो भने चाहिँ के भन्छ अरे CaHCO3 होल 2 भन्छ भने यो चाहिँ क्याल्सियम बाइकार्बोनेट हो जुन चाहिँ वाटरमा सोलुबल हुन्छ। वाटरमा सोलुबल हुने कुराहरूले चाहिँ वाटरको कलर चेन्ज गर्दैन यानि कि वाटर जस्तो हो त्यस्तै कलरलेस भन्छ। यसरी वाटर सोलुबल कम्पाउन्ड चाहिँ फर्मेसन हुने हुनाले कार्बन डाइअक्साइड ग्यास चाहिँ लाइम वाटरमा एकदम लङ टाइमसम्म चाहिँ पास गर्दै जाने हो भने त्यो चाहिँ कलरलेस सल्युसनमा कन्भर्ट हुन्छ भन्ने कुरा चाहिँ यो क्वेसनमा लेख्नुपर्ने हुन्छ। अब क्वेसन नम्बर आईमा रहेको छ यही क्वेसनको। द मिक्सचर अफ एमोनियम क्लोराइड एन्ड क्याल्सियम हाइड्रोअक्साइड इज हिटेड भनेको छ। यो कन्डिसनमा के हुन्छ भनेर सोधेउले। यो कन्डिसन भनेको तपाईँहरूलाई याद हुनुपर्छ, हामीले एमोनिया ग्यास बनाउने टपिकमा यो पढेका छौँ। एमोनिया ग्यासलाई चाहिँ ल्याबोरेटरीमा कसरी बनाइन्छ त्यो प्रोसेस, त्यसको केमिकल रियाक्सन, त्यसको लागि चाहिने केमिकल्स, त्यसमा हामीले यो पढेका कुरा हौँ है। र एमोनियम क्लोराइडलाई चाहिँ क्याल्सियम हाइड्रोअक्साइडसँग मिक्स गरेर त्यसलाई हिट गराउने हो भने यहाँबाट के बन्छ त एमोनिया ग्यास बन्छ है। वेन मिक्सचर अफ एमोनियम क्लोराइड एन्ड क्याल्सियम हाइड्रोअक्साइड इज हिटेड एमोनिया ग्यास इज प्रड्युस्ड भनेर यो लेख्नु पर्यो है। 0.5 1 मार्क्सको हुनसक्छ यो। त्यसपछि केमिकल रियाक्सन लेख्नु पर्यो, ब्यालेन्स केमिकल रियाक्सन है। NH4Cl एमोनियम क्लोराइड हो यो प्लस CaOH होल 2 लाइम वाटर नै हो यो क्याल्सियम हाइड्रोअक्साइड भनेको गिभ्स CaCl2 क्याल्सियम क्लोराइड प्लस H2O वाटर मोलिक्युल प्लस NH3 एमोनिया ग्यास।
यसरी चाहिँ डिस्क्राइब गरेको मार्क्स छुट्टै हुन्छ र यसमा केमिकल रियाक्सन लेखेको ब्यालेन्स केमिकल रियाक्सन लेखेको छुट्टै हुन्छ। त्यही भएर दुइटै कुरालाई ध्यान दिएर चाहिँ यो क्वेसनको एन्सर लेख्नुपर्ने हुन्छ। अब तपाईँले इक्जाममा कसो गर्नुभयो त्यही अनुसार आफूलाई इभ्यालुएट गर्नु होला है त। अब क्वेसन नम्बर 22मा छ, सेकेन्ड लास्ट क्वेसन। अ टेबल इज गिभन हियर, स्टडी द टेबल अलङ साइड एन्ड एन्सर द फलोइङ क्वेसन्स भनेर दिएको छ। यहाँ टेबलमा चाहिँ अब एबिसी भनेर तीनवटा एलिमेन्ट दिएको छ। तीनवटा एलिमेन्टको इलेक्ट्रोनिक कन्फिगरेसन चाहिँ यहाँ यसरी दिएको छ र एलिमेन्ट ए को इलेक्ट्रोनिक कन्फिगरेसन चाहिँ यानई 3s2 3p4 भनेर रहेको छ। यो यानई भनेको नियोन हो। यो यानी लेखेको ठाउँमा चाहिँ नियोनसम्मको इलेक्ट्रोनिक कन्फिगरेसन हुन्छ, त्यसपछि बाँकी रहेकोलाई चाहिँ यहाँ यसरी देखाइएको छ है। यो हामीले हेर्न पर्यो। र बीमा रहेको छ यानई cs 3s2 3p5 भनेर दिएको छ। त्यही सीमा चाहिँ आर्गन 4s² 4s2 भनेर इलेक्ट्रोनिक कन्फिगरेसन दिएको छ यसमा। अब यो टेबल अनुसार हामीले क्वेसन नम्बर आईमा दिनुपर्ने आन्सर क्वेसन रहेको छ, इन विच पिरियड अफ मोडर्न पेरियोडिक टेबल सी बिलोङ्स टु भने। त्यति आइआईमा विच वान इज मोर रियाक्टिभ बिट्विन ए एन्ड बी र आइआईआईमा राइट द कमन नेम्स अफ द ग्रुप अफ एलिमेन्ट्स इन विच एलिमेन्ट बी लाइज र नम्बर आइबीमा दिएको छ नेम द कम्पाउन्ड फर्म बाई द कम्बिनेसन अफ एलिमेन्ट बी एन्ड सी है। अब यो टेबलबाट सबभन्दा पहिला हामीलाई के थाहा हुनु पऱ्यो भने एलिमेन्ट ए भनेको के हो त, नियोन छ। नियोन पछि 2 + 4 6 यानि कि 16 इलेक्ट्रोनहरू रहेको छ, यानि कि 16 एटमिक नम्बरमा पऱ्यो। 16 एटमिक नम्बर भएको एलिमेन्ट भनेको सल्फर हो। त्यस्तै बी भनेको नियोन + 2 + 5 ले नियोन भनेको 10 मा भयो, 10 + 7 भनेको 17 17 एटमिक नम्बर भएको एलिमेन्ट भनेको क्लोरिन हो। त्यसै सीमा आर्गन + 4s2 रहेको छ। आर्गन भनेको 18 मा पऱ्यो, 18 मा चाहिँ +2 गऱ्यो भने 20 भयो। 20 एटमिक नम्बर भएको एलिमेन्ट भनेको क्याल्सियम हो है। अब ए भनेको सल्फर रहेछ, बी भनेको क्लोरिन रहेछ, सी भनेको क्याल्सियम रहेछ। अब यसमा के भनेको छ क्वेसन नम्बर आईमा इन विच पिरियड अफ मोडर्न पेरियोडिक टेबल सी बिलोङ्स टु भनेको छ। सी को यो पिरियड पत्ता लगाउन लागि चाहिँ हामीले सबैभन्दा पहिला लास्टमा भएको चाहिँ यो इलेक्ट्रोनिक कन्फिगरेसनको राइट मोस्ट साइडमा भएको सब सेलको कोफिसिएन्ट हेर्नु पऱ्यो है। हाइएस्ट कोफिसिएन्ट के छ त्यो सबै हेर्नु पऱ्यो। हाइएस्ट कोफिसिएन्ट जे छ त्यही त्यो एलिमेन्टको पिरियड हुन्छ। जस्तै फर दिस क्वेसन द पिरियड अफ एलिमेन्ट सी इज 4 है। अर यु क्यान से एलिमेन्ट सी बिलोङ्स टु पिरियड 4 इन मोडर्न पेरियोडिक टेबल भन्नु पऱ्यो। त्यस्तै अब बीको कुरा गर्ने हो भने यहाँ सबभन्दा हाइएस्ट कोफिसिएन्ट भनेको 3 छ, पिरियड 3 मा पर्दो रहेछ। एलिमेन्ट ए को कुरा गर्ने हो भने यो पनि 3 मै पर्छ, त्यो भयो है। अब जस्तै कि हाम्रो सल्फर भनेको पिरियड 3 मै पर्ने भयो र अर्को भनेको यो क्लोरिन भनेको पिरियड 3 मा पर्छ। तपाईँले पेरियोडिक टेबलमा चेक गर्न सक्नुहुन्छ। नम्बर आइआई विच वान इज मोर एक्टिभ मोर रियाक्टिभ बिट्विन ए एन्ड बी भने। ए भनेको सल्फर छ, बी भनेको क्लोरिन छ। सल्फर र क्लोरिनमा त सबैलाई थाहा छ क्लोरिन नै बढी रियाक्टिभ छ। त्यही भएर हामीले यसमा एन्सर के लेख्नु पऱ्यो, इन बिट्विन ए एन्ड बी बी इज मोर रियाक्टिभ। किन भन्दा रियाक्टिभिटी इन्क्रिजेस फ्रम ग्रुप 1 टु ग्रुप 17 है। ग्रुप 1 टु ग्रुप 17 भन्ने भएछ यहाँ। ओके, ग्रुप 14 टु ग्रुप 17 मा चाहिँ रियाक्टिभिटी बढ्छ अलङ द सेम पिरियड एज ए लाइज लेफ्ट अफ बी। अब ए भनेको ग्रुप 16 मा पर्छ, बी भनेको ग्रुप 17 मा पर्छ। त्यही भएर तर ग्रुप 14 देखि 17 सम्म जान्छ त रियाक्टिभिटी बढ्छ भनेको छ नि त। त्यही भएर ग्रुप 17 मा पर्ने एलिमेन्ट चाहिँ ग्रुप 16 मा पर्ने एलिमेन्ट भन्दा बढी रियाक्टिभ भयो भन्ने कुरा यसमा एन्सर लेख्नुपर्ने हुन्छ। अर यु क्यान अल्सो राइट द एलिमेन्ट बी इज मोर रियाक्टिभ एज कम्पेयर टु ए because B contains 7 valence electron in its outermost shell and which it needs one more electron to get octaded state and it can easily gain one electron from other elements to fulfill the octaded state। यसमा लेख्न सक्नुहुन्छ है। त्यसपछि हाम्रो रहेको छ अर्को ग्रुप थर्डमा राइट द कमन नेम्स अफ द ग्रुप अफ एलिमेन्ट्स इन विच एलिमेन्ट बी लाइज भनेको छ। बी भनेको केमा पर्यो, बी भनेको क्लोरिन भन्ने भइसक्यो मैले अघि नै। क्लोरिन भनेपछि क्लोरिन पर्ने भनेको 17 ग्रुपमा 17 ग्रुप 17 को कमन नेम भनेको चाहिँ हेलोजन हो। हेलोजन भनेर चाहिँ त्यो ग्रुपलाई भनिन्छ। किन भन्दा यो ग्रुपका एलिमेन्टहरूले चाहिँ मेटलसँग रियाक्सन गरेर
सल्ट्स बनाउँछ, सल्ट बनाउने भएको भएर यो ग्रुपको एलिमेन्टहरूलाई चाहिँ हेलोजन भनिन्छ भन्ने कुरा थाहा हुनु पऱ्यो। र आइभीमा रहेको छ नेम द कम्पाउन्ड फर्म बाई द कम्बिनेसन अफ एलिमेन्ट बी एन्ड सी। बी भनेको क्लोरिन भयो, सी भनेको क्याल्सियम भयो, दुईवटा मिसाएर के भन्छ त, दुईवटाको रियाक्सन भएर क्याल्सियम क्लोराइड भन्ने बन्छ। द कम्पाउन्ड फर्म बाई द कम्बिनेसन अफ एलिमेन्ट बी एन्ड सी इज क्याल्सियम क्लोराइड भनेर भन्नु पऱ्यो। अब यहाँ तपाईँलाई रियाक्सन पनि ल्याउन सक्नुहुन्छ यसरी, सिए प्लस सिएल टू, क्लोरिन भनेको डाइएटोमिक एलिमेन्ट हो, त्यही भएर सिएल2 लेख्नु पऱ्यो, CaCl2 भनेर यसरी लेख्न सक्नुहुन्छ। ओके, यो थियो क्वेसन नम्बर 22। अब जाउँ क्वेसन नम्बर 21मा। क्वेसन नम्बर 21मा हामीलाई यो यो क्वेसन चाहिँ तपाईँको लेन्स भन्ने टपिकबाट रहेको छ। इन विच पोइन्ट एन अब्जेक्ट सुड बी केप्ट इन फ्रन्ट अफ अ कन्भेक्स लेन्स टु ह्याभ म्याग्निफिकेसन 1। A man uses the spectacles of power minus 2.5 diopter. Then calculate the focal length of the lens भनेको छ यहाँ। What type of defect of vision is he suffered from? What is the cause of such defect भन्यो। सबैभन्दा पहिला म्याग्निफिकेसन 1 हुनको लागि चाहिँ कन्भेक्स लेन्सको कुन पोइन्टमा चाहिँ अब्जेक्ट राख्नुपर्छ भनेको छ। अब म्याग्निफिकेसन भनेको तपाईँलाई थाहा छ, म्याग्निफिकेसन इज इक्वल टु यो भनेको चाहिँ कुनै पनि लेन्सले अथवा मिररले फर्मेसन गरेको इमेज चाहिँ अब्जेक्टभन्दा कति गुणा बढी छ त्यो कुरा मेजर गर्नको लागि युज गरिने टर्म भनेको म्याग्निफिकेसन हो। र म्याग्निफिकेसनको भ्यालु जति हुन्छ त्यति नै टाइम्स लार्जर साइज चाहिँ अथवा फार फ्रम द कन्भेक्स लेन्स चाहिँ के हुन्छ त, इमेज हुन्छ भन्छ एज कम्पेयर टु अब्जेक्ट। अब यसमा म्याग्निफिकेसन त 1 छ। सो म्याग्निफिकेसन 1 छ भन्नुको मतलब कन्भेक्स लेन्सको सेन्टरबाट इमेज र अब्जेक्टको डिस्टेन्स चाहिँ सेम हुनु पऱ्यो है, सेम हुन्छ भन्ने कुरा हुनु पऱ्यो। र इमेज र अब्जेक्टको डिस्टेन्स सेम हुने केस भनेको त्यो बेलामा हो जुन बेलामा चाहिँ अब्जेक्ट लेन्सको 2F पोइन्ट यानि कि सेन्टर अफ कर्भेचरमा चाहिँ प्लेस गर्छ। सो यसको एन्सर के हुनु पऱ्यो त, अब्जेक्ट सुड बी केप्ट इन फ्रन्ट अफ अ कन्भेक्स लेन्स एट अ पोइन्ट 2F टु ह्याभ म्याग्निफिकेसन 1 भन्नु पऱ्यो। र सेकेन्ड केस रहेको छ, अ म्यान युजेस द स्पेक्टेकल्स अफ पावर 2.5 माइनस 2.5 र फोकल लेन्थ क्यालकुलेट गर्न भनिएको छ। यहाँ फोकल लेन्थको लागि चाहिँ यहाँ माथि दिएको छ है, गिभन भ्यालु हामीसँग छ पी इजकल टु माइनस 2.5D र फोकल लेन्थ एफ इजकल टु 1। र हामीलाई अब लेन्स फर्मुला थाहा छ, लेन्सको पावरको फर्मुला एफ इजकल टु पी इजकल टु 1/f। यदि एफ चाहिँ मिटरमा छ भने सो एफ इजकल टु 1/p, पीको भ्यालु माइनस 2.5 छ, 1लाई माइनस 2.5ले डिभाइड गऱ्यो भने माइनस 0.4 मिटर आउँछ। र दिएको उसको स्पेक्टेकल्समा युज भएको लेन्सको पावर चाहिँ फोकल लेन्थ चाहिँ कति रहेछ त, माइनस 0.4 मिटर रहेछ। र माइनस भ्यालु आएको भएर फोकल लेन्थ र पावर दुवै माइनसमा भएको भएर उसले युज गरिरहेको जुन लेन्स छ त्यो चाहिँ कन्केभ लेन्स हो। कुन लेन्स हो त, कन्केभ लेन्स हो। कन्केभ लेन्स युज गरेर करेक्सन गरिने डिफेक्ट अफ भिजन भनेको मायोपिया हो, यानि कि सर्ट साइटेडनेस है, सर्ट साइटेडनेस हो। र सर्ट साइटेडनेसको उसले के सोध्यो त, यहाँ कजेस सोध्यो, एउटा कज लेख्नु भनेर भनेको छ। अब सर्ट साइटेडनेस भनेको त्यस्तो कन्डिसन हो जसमा चाहिँ इमेज रेटिनामा फर्मेसन हुँदैन आईको है, र इमेज चाहिँ रेटिनाभन्दा अगाडि यानि कि इन बिट्विन समवेयर इन बिट्विन द आइबल अफ द आईमा फर्मेसन हुन्छ है। अब त्यो भनेको कति बेला हुन्छ त, त्यति बेला हुन्छ जुन बेला चाहिँ आई लेन्सको फोकल लेन्थ चाहिँ नर्मलभन्दा कम हुन्छ, सर्टनिङ अफ द फोकल लेन्थ अफ आई लेन्स भन्ने एउटा भयो। अर्को भनेको त्यस्तो बेलामा चाहिँ रेटिनाभन्दा अगाडि इमेज फर्मेसन हुन्छ जुन बेला आइबलको साइज चाहिँ नर्मलभन्दा ठुलो हुन्छ, इलङ्गेसन अफ आइबल भन्ने पोइन्ट तपाईँले पढ्नु भएको छ। सो इलङ्गेसन अफ आइबल यो दुईवटा मध्ये कुनै एउटा लेख्न भनिएको छ, यहाँ तपाईँले एउटा लेख्न सक्नुहुन्छ। र यहाँ मैले लेखेको छ थिकनिङ अफ आइबल भनेर चाहिँ कज अफ मायोपिया भनेर एउटा लेखेको छ है। यो भयो क्वेसन नम्बर 21। यसमा पोइन्ट वाइज एक मार्क्सको क्वेसन राखेको छ, जस्तै अब यो पोइन्टको लेखेको चाहिँ म्याग्निफिकेसनको भ्यालु 1 हुनेवाला पोइन्ट लेखेको 1 मार्क्स भयो। अनि यो के अरे फोकल लेन्थको भ्यालु फाइन्ड आउट गरेको 1 मार्क्स भयो। वाट टाइप अफ डिफेक्ट अफ भिजन भनेको छ मायोपिया लेखेको 1 मार्क भयो।
त्यसपछि वाट इज द कज अफ द सच डिफेक्ट भनेको छ, मायोपियाको एउटा कज लेखेको 1 मार्क। टोटल चाहिँ 4 मार्क्सको क्वेसन 21मा रहेको छ, क्वेसन नम्बर 21मा। अब जाउँ क्वेसन नम्बर 20। क्वेसन नम्बर 20मा यो हिट इनर्जीबाट सोधिएको क्वेसन छ। हिट इनर्जीमा पनि हिट इक्वेसन, प्रिन्सिपल अफ क्यालोरिमेट्री, स्पेसिफिक हिट क्यापेसिटी भन्ने टपिकबाट कम्बाइन गरेर सोधिएको क्वेसन छ यहाँ। र 2 पार्टमा क्वेसन रहेको छ, एउटा थ्योरी पार्ट, अर्को न्युमेरिकल पार्ट। थ्योरी पार्टको क्वेसनले चाहिँ के भन्छ भन्दा, टचिङ अ हट कप फिल्स हट बट टचिङ एन आइस क्युब फिल्स कुल, एक्सप्लेन इट अन द एक्सप्लेन इट बेस्ड अन द मोसन अफ देयर मलिक्युल्स भन्यो है। सबभन्दा पहिला थ्योरी पार्टको कुरा गरौँ, फर्स्ट पार्टको। अब यसमा चाहिँ हट कपमा हामीले टच गऱ्यौँ भने चाहिँ हट फिल हुन्छ, हामीलाई पोल्छ, तातो फिल हुन्छ। त्यस्तै आइस क्युबमा टच गऱ्यो भने, छोयो भने चाहिँ त्यो हामीलाई चिसो लाग्छ, वी फिल कुल। यस्तो किन हुन्छ भनेर यहाँ भनिएको छ। र यसको एन्सर चाहिँ मोसन अफ मलिक्युल्स, यो सब्सटेन्सहरूमा यानि कि हट कपमा र आइस क्युबमा प्रेजेन्ट भएको, इन्भल्भ भएको मलिक्युलहरूको मोसनको आधारमा चाहिँ लेख्नु भनिएको छ। अब हट कपलाई छुँदा हट फिल हुने र आइस क्युबलाई छुँदा चाहिँ कुल फिल हुनुको एउटा मात्र कारण भनेको इट इज बिकज अफ द फ्लो अफ हिट इनर्जी फ्रम हट बडी टु कोल्ड बडी। हट बडीबाट चाहिँ कोल्ड बडीतिर हिट फ्लो हुने कारणले यस्तो हुने हो है, यस्तो हुने हो। अब हट बडीबाट चाहिँ कता जान्छ त, हिट कोल्ड बडीतिर जान्छ है। हट भने कोल्ड बडी भने मैले। अब जुन हट बडी छ त्यसमा चाहिँ के हुन्छ त, मोसन द मलिक्युल्स अफ द सब्सटेन्स मुभ्स ऱ्यान्डमली इन फास्ट मोसन। र कोल्ड बडीमा चाहिँ दे आर इन लेस मोसन भन्ने भयो है। अब यहाँनिर के बुझ्नु पऱ्यो भन्दा, अब एन्सर लेख्नको लागि चाहिँ सबभन्दा पहिला चाहिँ हट कपलाई छुँदा चाहिँ हामीलाई किन तातो फिल हुन्छ भन्दा, द मलिक्युल्स इन हट कप मुभ फास्टर देन दोज अफ आवर बडी कजिङ फ्लो अफ हिट इनर्जी फ्रम कप टु आवर बडी। के गर्दो रहेछ त, हाम्रो बडीभन्दा त पहिला त हट कपमा चाहिँ टेम्परेचर बढी छ, हिट इनर्जी बढी छ। त्यस कारणले गर्दा हट कपकोमा भएको मलिक्युलहरू चाहिँ एकदम छिटो मुभ गर्ने काम गर्छ, छिटो भाइब्रेट हुन्छ है, एज कम्पेयर टु द मलिक्युल्स अफ आवर बडी। र यसले के गर्छ भन्दा, के रिजल्ट दिन्छ भन्दा, हिट चाहिँ हट कपबाट हाम्रो बडीमा जुन पार्टले, हाम्रो बडीको जुन पार्टले चाहिँ त्यो हट कपलाई टच गरिएको छ यानि कि ह्यान्ड्स, त्यतातिर चाहिँ हिट फ्लो हुन्छ। त्यस कारणले गर्दा चाहिँ हामीलाई यो कप चाहिँ हट फिल हुन्छ। तर आइस क्युब त हाम्रो बडीभन्दा लो टेम्परेचरमा छ, यानि कि द टेम्परेचर हिट इनर्जी इन आइस क्युब इज लेस देन द्याट इन आवर बडी। त्यस कारणले के हुन्छ त, आइस क्युबमा चाहिँ मलिक्युलहरू एकदम स्लोली मुभ गर्छ है। त्यसले के गर्छ भन्दा, हाम्रो बडीबाट चाहिँ आइस क्युबमा चाहिँ हिट फ्लो हुने काम हुन्छ। ड्यु टु द लस अफ इनर्जी फ्रम आवर बडी वी फिल आइस क्युब कुल। त्यही कुरा चाहिँ यहाँ लेखिएको छ। अब तपाईँले पज गरेर पनि पढ्न सक्नुहुन्छ। यो भयो फर्स्ट पार्ट, थ्योरी पार्टको। अब सेकेन्ड पार्ट है त, यो न्युमेरिकल पार्ट रहेको छ। न्युमेरिकल पार्टको लागि चाहिँ ओके, फर्स्ट अफ अल न्युमेरिकल पार्टमा अब क्वेसन के दिएको छ त्यो हेरौँ है त। वाट विल बी द टेम्परेचर अफ द मिक्सचर अफ 50 ml अल्कोहल एट 90 डिग्री एन्ड 20 ml वाटर एट 60 डिग्री। वाट विल बी द फाइनल टेम्परेचर भनेको छ। अब कस्तो बेला भन्दा 50 ml अल्कोहल जो चाहिँ 90 डिग्रीमा छ, यो र 20 ml वाटर एट 60 डिग्री मिक्स गर्दाखेरि चाहिँ बन्ने फाइनल टेम्परेचर कति हुन्छ भनेको छ। जहाँ चाहिँ अल्कोहलको स्पेसिफिक हिट क्यापेसिटी दिएको छ 2400 जुल पर केजी पर डिग्री सेल्सियस, र वाटरको स्पेसिफिक हिट क्यापेसिटी दिएको छ 4200 जुल पर केजी डिग्री सेल्सियस। यो न्युमेरिकललाई चाहिँ हामीले यसरी सल्भ गर्नुपर्ने हुन्छ। यो क्वेसन नम्बर 20 को न्युमेरिकल पार्ट भनेर यहाँ दिएको छ। ओके, यहाँ चाहिँ के भनेको छ त, सबभन्दा पहिला गिभन भ्यालु हेरौँ है त। फर अल्कोहल वी आर गिभन भोल्युम इज 50 ml एन्ड टेम्परेचर इज 90 डिग्री सेल्सियस। स्पेसिफिक हिट क्यापेसिटी अफ अल्कोहल इज गिभन एज 2400 जुल पर केजी डिग्री सेल्सियस। त्यस्तै वाटरको लागि हामीलाई दिएको छ भोल्युम भनेको 20 ml छ, टेम्परेचर 60 डिग्री सेल्सियस छ है। 60 डिग्री सेल्सियस टेम्परेचर दिएको छ हामीलाई, र स्पेसिफिक हिट क्यापेसिटी अफ वाटर 4200 जुल पर केजी डिग्री सेल्सियस दिएको छ। फाइनल टेम्परेचर कति भनेको छ। आफ्टर मिक्सिङ टु लिक्विड्स हिट फ्लोज फ्रम अल्कोहल टु वाटर बिकज अल्कोहल इज एट हाई टेम्परेचर हटर देन वाटर। त्यही कारणले चाहिँ अब कमन टेम्परेचर कति हुन्छ, अल्कोहलले हिट लुज गर्ने र वाटरले हिट गेन गर्ने क्रममा चाहिँ के हुन्छ त,
दुईटा लिक्विड चाहिँ एउटा यस्तो टेम्परेचरमा पुग्छ जुन बेलामा चाहिँ अल्कोहलको टेम्परेचर र वाटरको टेम्परेचर सेम रहन्छ, कमन रहन्छ। त्यही कमन टेम्परेचरको भ्यालु चाहिँ कति हुन्छ भनेर यहाँ सोध्यो उसले है। अब त्यसको लागि हामीलाई युज गर्नुपर्ने हुन्छ प्रिन्सिपल अफ क्यालोरिमेट्री। यसले के भन्छ भन्दा हिट लस्ट बाई हट बडी यानि कि अल्कोहल इज इक्वल टु हिट गेन बाई वाटर यानि कि कोल्ड बडी। अब हामीले यहाँ हिट इक्वेसन युज गर्नुपर्ने हुन्छ। हिट लस बाई अल्कोहललाई Q1ले इन्डिकेट गर्यो, हिट गेन बाई वाटरलाई Q2ले इन्डिकेट गर्यो। अब हामीले यहाँनिर चाहिँ यो फर्मुला लगाउने हो भने Q इज इक्वल टु एम एस डिटी वाला फर्मुला लगाउने हो भने चाहिँ के हुन्छ भन्दा यो डिटी भनेको चेन्ज इन टेम्परेचर हो, एम भनेको मास हो, एस भनेको चाहिँ के हो भन्दा यो स्पेसिफिक क्यापासिटी हो। अब मास चाहिँ खासमा हामीलाई दिएको भोल्युम छ, यहाँ हामीलाई मास युज गर्नुपर्ने छ। तर दुवैतिर लेफ्ट र राइट साइड दुवैमा चाहिँ सेम युनिट हुने हुनाले युनिटहरू क्यान्सल हुन्छ, त्यही भएर मासको ठाउँमा चाहिँ भोल्युम नै राख्दा नि केही फरक पर्दैन। त्यही भएर यसमा चाहिँ भोल्युम नै राखेर चाहिँ क्यालकुलेसन गरिएको छ है। सो Q1 भनेको V1 इन्टु S1 इन्टु T1 माइनस T। अब यसमा T1 भनेको अल्कोहलको टेम्परेचर रहेको छ T1 र अर्को भनेको चाहिँ के को टेम्परेचर रहेको छ भन्दा कमन टेम्परेचर रहेको छ। अब अल्कोहल त अलरेडी हाई टेम्परेचरमा छ, वाटरमा मिक्स गर्दा उसले हिट लुज गर्छ र लो टेम्परेचरमा पुग्छ, त्यही भएर T1 माइनस टी गरियो यहाँ इज इक्वल टु वाटर त पहिला लो टेम्परेचरमा थियो, अल्कोहलसँग मिक्स गरेपछि उसले हिट गेन गर्छ र हाई टेम्परेचरमा पुग्छ, त्यही भएर Q2 इज इक्वल टु V2 इन्टु S2 इन्टु T माइनस T2 गरियो है। अब रेस्पेक्टिभ भ्यालु राख्नु पऱ्यो र टीको भ्यालु फाइन्ड आउट गर्दाखेरि हामी यस्तो हुन्छ V1 भनेको 50 छ, S1 भनेको 2400 छ, T1 भनेको 90 छ, T एज इट इज इक्वल टु V2 भनेको 20 छ, S2 भनेको 4200 छ, T एज इट इज एन्ड T2 को भ्यालु 60 दिएको छ। अब यहाँनिर मैले के गरेँ भन्दा यो 20 र 50बाट 00 क्यान्सल गरेँ, 5 र 2 आएको छ यहाँ है। अर्को लाइनमा के गरेँ भन्दा 5 लाई 5 राखेँ, यो 2 ले 24 लाई 12 टाइम्स डिभाइड गयो, बाँकी एज इट इज 2 को ठाउँमा 1 भयो। अनि त्यस्तै अर्को लाइनमा के गरेँ भन्दा 5 लाई 5 नै राखेँ, 12 लाई चाहिँ के गरेँ भन्दा 12 लाई 6 ले काटेँ है। 12 डिभाइड बाई 6 2 टाइम्स गयो, अनि 90 माइनस टी एज इट इज इक्वल टु 1 इन्टु 42 लाई 6 ले 7 टाइम्स गयो है। अनि बाँकी सबै सेम छ। त्यसपछि 5 इन्टु 2 10 भयो, इन्टु 90 माइनस टी इज इक्वल टु 7 इन्टु 1 भनेको 7 नै भयो, टी माइनस 60। अब ब्राकेट खोल्न पऱ्यो, 900 माइनस 10t आयो इज इक्वल टु 70 माइनस 420 आयो। अब यसो सल्भ गर्दाखेरि टीको भ्यालु कति आउँछ त हामीसँग 77.647 डिग्री सेल्सियस आउँछ। सो द कमन टेम्परेचर अफ द मिक्सचर अफ अल्कोहल एन्ड वाटर इज 77.647 डिग्री सेल्सियस चाहिँ यो क्वेसनको न्युमेरिकल पार्टको के हुन्छ त आन्सर हुन्छ। अब यसमा हामीले ध्यान दिनुपर्ने कुराहरू छ है केही, खासमा यो 2 मार्क्सको क्वेसन हो, 0.5 गरेर चाहिँ 2 मार्क्सको क्वेसन चाहिँ यसरी सोधिएको हुन्छ र तपाईँले गरेको क्यालकुलेसन पनि यसरी मार्क्स दिइन्छ। अब यसमा 2 मार्क्सको क्वेसन भनेपछि यो भ्यालु लेखेको 1.5 अनि यो प्रिन्सिपल अफ क्यालोरिमेट्री लेखेको 0.5 1 मार्क्स भयो, त्यसपछि भ्यालु पुट गरेको 0.5 भयो, त्यसपछि फाइनल एन्सर निकालेको 0.5 गर्दा टोटल 2 मार्क्सको क्वेसन चाहिँ यसरी न्युमेरिकल पार्टमा सोधिएको थियो। तपाईँले यसरी गर्नुभएको छ भने अभियसली फुल मार्क्स पाउनु भएको छ। अब जाउँ क्वेसन नम्बर 19 मा। क्वेसन नम्बर 19 मा चाहिँ यो फिजियोलोजिकल स्ट्रक्चरबाट दिएको छ क्वेसन। व्हाट इज मायोकार्डियल इन्फ्र्याक्सन, which blood vessel is affected in this condition, how does a doctor diagnose such condition, suggest a medical method to treat the condition भनेर यहाँ दिएको छ है। सबभन्दा पहिला वाट इज मायोकार्डियल इन्फ्र्याक्सन भनेको यो भनेको चाहिँ अब है कमनली हार्ट अट्याक भनेर चिनिन्छ यसलाई। सो द कन्डिसन वेयर हार्ट क्यान्ट पम्प ब्लड प्रोपरली ड्यू टु द ब्लकेज इन इट्स ब्लड भेसिल इज कल्ड मायोकार्डियल इन्फ्र्याक्सन भन्यो है। र अब मायोकार्डियल इन्फ्र्याक्सन चाहिँ कुन ब्लड भेसिलसँग रिलेटेड छ भन्दा इट इज रिलेटेड टु कोरोनरी आर्टरी है। कोरोनरी आर्टरीमा ब्लकेज हुनाले नै यो हुने हो। सो द ब्लड भेसिल विच इज अफेक्टेड इन मायोकार्डियल इन्फ्र्याक्सन इज कोरोनरी आर्टरी। त्यो यहीँ लेखेको छ, ब्लड भेसिल अफेक्टेड इन दिस कन्डिसन इज कोरोनरी आर्टरी। र कोरोनरी आर्टरी डायग्नोस गर्नको लागि चाहिँ डक्टरले विभिन्न मेथडहरू युज गर्छन्। मायोकार्डियल इन्फ्र्याक्सन नै भएको हो भनेर कन्फर्म गर्नको लागि उयो डायग्नोसिस गर्नुपर्ने हुन्छ। डायग्नोस गर्नको लागि चाहिँ विभिन्न मेथडहरू रहेको छ, जस्तो कि इलेक्ट्रोकार्डियोग्राम इसिजी भन्ने हुन्छ होइन, एन्जियोग्राफी, त्यस्तै अब एक्सरे पनि गर्न सक्छन्,
सिटी स्क्यान पनि गर्छन्, कतिपय केसमा एमआरआई पनि गर्न सक्छ कन्डिसन हेरेर। यो विभिन्न मेथडहरूमध्ये कुनै एउटा अथवा दुईवटा युज गरेर चाहिँ के गर्छ त यो मायोकार्डियल इन्फ्राक्सनको चाहिँ डायग्नोस गर्ने काम गरिन्छ। डायग्नोस गरेपछि चाहिँ अब के भएको छ त्यो पत्ता लगाइन्छ। पत्ता लगाएपछि चाहिँ उपचार गर्ने हो, ट्रिटमेन्ट गर्ने हो। ट्रिटमेन्ट गर्नको लागि चाहिँ अब जेनरली कोरोनरी आर्टरी बाइपास सर्जरी भन्ने गरिन्छ। कोरोनरी आर्टरी अथवा एन्जियोप्लास्टी भन्ने हुन्छ, एन्जियोप्लास्टी विथ स्टेन्ट भन्ने हुन्छ। तीनवटा मेथडको बारेमा तपाईँहरूले पढ्नु भएको छ। त्यसमध्ये सबैभन्दा बढी इफेक्टिभ मेथड भनेको चाहिँ कोरोनरी आर्टरी बाइपास सर्जरी भएको भएर यो चाहिँ यो आन्सरमा समावेश गरिएको छ। यो भयो क्वेसन नम्बर 19 को एन्सर है। अब यसमा चाहिँ के छ, मार्क्स वाइज भाग लगाउने हो भने वाट इज मायोकार्डियल इन्फ्राक्सनको 1 मार्क्स भयो, विच ब्लड भेसल इज अफेक्टेडको 1 मार्क भयो, टोटल 2 मार्क्स भयो। डायग्नोसिसको लेखेको 1 मार्क, त्यस्तै ट्रिटमेन्टको लेखेको 1 मार्क गरेर टोटल 4 मार्क्सको क्वेसन चाहिँ क्वेसन नम्बर 19 मा छ। नाउ क्वेसन नम्बर 18। यहाँ चाहिँ अब यो हेरिडिटी भन्ने च्याप्टरबाट रहेको छ। हेरिडिटी भन्ने च्याप्टरको पनि मेन्डलिजम यानि कि मेन्डल्स ल सँग रिलेटेड क्वेसन रहेको छ। यहाँ क्वेसन सेज आफ्टर क्रस फर्टिलाइजेसन बिट्विन लङ विङ्ड क्यापिटल एल एन्ड सर्ट विङ्ड स्मल एल ड्रोसोफिला अप टु सेकेन्ड जेनेरेसन वेयर स्टडिड। त्यो स्टडी गरेको चाहिँ अब सेकेन्ड जेनेरेसनको चाहिँ यसरी दिएको छ यहाँ है। सेकेन्ड जेनेरेसनको यो प्यारेन्ट्स भयो र सेकेन्ड जेनेरेसनको चाहिँ यो अफ स्प्रिङहरू यसरी दिएको छ। नम्बर आईमा सोधिएको छ वाट टाइप अफ क्यारेक्टर्स वेयर देयर इन द प्यारेन्ट्स अफ द अफ स्प्रिङ सोन इन द टेबल भन्यो। यो टेबलमा त खासमा दुईवटा जेनेरेसन देखाएको छ। यो माथिको एउटा जेनेरेसन हो है, यो स्मल एल क्यापिटल एल भएको एउटा जेनेरेसन भयो होइन, अथवा यसलाई एउटा प्यारेन्ट्स भन, यो एउटा प्यारेन्ट्स भन, अनि यो अर्को जेनेरेसन देखाएको छ है। सो यसमा दुईवटा जेनेरेसन देखाएको छ। यो क्यापिटल एल स्मल एलवाला दुईवटा लेखेको दुईवटा प्यारेन्ट्स चाहिँ यो फर्स्ट जेनेरेसनको भयो, अर्को सेकेन्ड जेनेरेसनको भयो। यो दुईटैको जेनेरेसनको चाहिँ प्यारेन्ट्सको चाहिँ क्यारेक्टर के थियो भन्छ। यसमा तपाईँले लेख्नुपर्ने हुन्छ, यो हाइब्रिड लङ होइन कि लङ विङमा चाहिँ अब यो क्यापिटल एल जो हामीलाई त्यहाँ दिएको छ नि क्वेसनमै, त्यही कुरा यहाँ लेख्नु पर्यो। एन्ड सर्ट विङ्ड यो चाहिँ यहाँ लेख्नु पर्यो। द टाइप अफ द क्यारेक्टर्स प्यारेन्ट्स अफ द अफस्प्रिङ सोन इन द टेबल वेयर लङ विङ्ड प्योर लङ विङ्ड एन्ड प्योर सर्ट विङ्ड भनेर तपाईँले यसमा लेख्नुपर्ने हुन्छ, झुकिनु भएन है यो टाइपको क्वेसनमा। क्वेसन नम्बर आई सेज राइट द जिनोटाइपिक रेसियो अफ दिस जेनेरेसन भने यो जेनेरेसनमा जिनोटाइपिक रेसियो लेखा भने उसले यो टाइप जिनोटाइपिक रेसियो भनेको जिन रिलेटेड भयो, एलएलको स्ट्रक्चर हेरेर गर्नु पऱ्यो यसमा है। अब यसको भनेको यो टेबल अनुसार के छ भने त यो चारवटा सेकेन्ड जेनेरेसनमा चाहिँ चारवटा अफ स्प्रिङहरू रहेको छ। यहाँ प्योर लङ विङ्ड भन्ने रहेको छ क्यापिटल एल, हाइब्रिड लङ विङ्ड भन्ने रहेको छ क्यापिटल एल स्मल एल दुईवटा छ यहाँ, र प्योर सर्ट विङ भनेको स्मल एल भएको छ, यो भनेको 1 मात्रै छ। सो जिनोटाइपिक रेसियो अफ दिस जेनेरेसन इज 1:2:1। क्वेसन नम्बर 3 सेज in the Drosophila having Li, there are the factors of both the characters, only one is expressed. Clarify with cause भन्यो। अब यो किन यस्तो हुन्छ भन्दा it is because this character, okay, the Drosophila having alleles Li contains two characters. Number 1 मा यो लङ विङ्ड वाला क्यारेक्टर पनि छ र सर्ट विङ्ड वाला क्यारेक्टर पनि छ हैन। बट लङ विङ क्यारेक्टर इज डोमिनेन्ट क्यारेक्टर हियर एन्ड सर्ट विङ्ड क्यारेक्टर इज रिसेसिभ क्यारेक्टर। द organism or Drosophila expresses long wing character, only long winged character। यो सर्ट विङ वाला क्यारेक्टर चाहिँ के गर्छ, उसले हाइड गर्छ आफ्नो बडीमा, उसले एक्सप्रेस गर्दैन, यो हिडन रहन्छ है। त्यही कारणले चाहिँ के गरिन्छ भन्दा यो क्यारेक्टर भएको यो एलआई भन्ने यो एलएल भएको अर्गानिजममा अथवा ड्रोसोफिलामा चाहिँ एउटा क्यारेक्टर मात्र देखिन्छ, त्यो भनेको चाहिँ के हो त लङ विङ वाला क्यारेक्टर हो, र अर्को चाहिँ हिडन रहन्छ जुन चाहिँ रिसेसिभ क्यारेक्टर हो, त्यो चाहिँ के हो त स्मल एल वाला क्यारेक्टर हो, सर्ट विङ वाला। र यो कुरा चाहिँ कुन लले डिस्क्राइब गर्छ भन्दा ल अफ डोमिनेन्सले डिस्क्राइब गर्छ, त्यही कुरा चाहिँ यहाँ लेख्नुपर्ने। ओके, अकर्डिङ टु ल अफ डोमिनेन्स ओन्ली वान क्यारेक्टर इज एक्सप्रेस एन्ड अनदर रिमेन्स होल्ड हिडन बिकज द एक्सप्रेस क्यारेक्टर इज डोमिनेन्ट क्यारेक्टर यानि कि लङ विङ है, र हिडन क्यारेक्टर इज रिसेसिभ क्यारेक्टर यानि कि स्मल एल सर्ट विङ। यो कुरा यहाँ लेख्नुपर्ने हुन्छ। नम्बर आइभीमा रहेको छ ड्र अ चार्ट अफ द अफस्प्रिङ अब्टेन बाई क्रसिङ बिट्विन हाइब्रिड एन्ड रिसेसिभ क्यारेक्टर्स भन्यो।
हाइब्रिड क्यारेक्टर र रिसेसिभ क्यारेक्टर भन्यो। अब यसमा हाइब्रिड क्यारेक्टर भनेको तपाईँले बुझ्नुपर्ने हुन्छ यो दुईवटा, यो दुईमध्ये कुनै एउटा है, यानि कि लङ क्यारेक्टर र लङ विङ र सर्ट विङ्स दुवै क्यारेक्टर मिक्स भएको हाइब्रिड भयो। र रिसेसिभ भनेको अभियसली यो प्योर सर्टवाला हो। यो दुईवटामध्ये कुनै एउटा याल आई र याल एल बिचमा भएको चाहिँ क्रसिङको हामीले यहाँ के गर्नु पऱ्यो त, फ्लो चार्ट बनाएर हेर्नु पऱ्यो, देखाउनु पऱ्यो। र यसको फ्लो चार्ट चाहिँ यस्तो हुन्छ। क्वेसन नम्बर 18 को आइबी भनेको छ द प्यारेन्ट्स भनेको यसमा एउटा हाइब्रिड लङ विङ हुन्छ, अर्को भनेको सर्ट विङ यानि कि प्योर सर्ट विङ भन्ने हुन्छ ड्रोसोफिला है। हाइब्रिड जिनोटाइपमा के हुन्छ त, एल आई हुन्छ, अर्को स्मल एल हुन्छ। सुरुमा क्यापिटल एल स्मल एल र अर्को भनेको स्मल एल हुन्छ। यो दुईवटा बिचमा चाहिँ अब मेटिङ गराउँदाखेरि, क्रसिङ गराउँदाखेरि के हुन्छ त, फर्टिलाइजेसन गराउँदाखेरि के हुन्छ, जेनेरेसन चाहिँ के आउँछ त, सबभन्दा पहिला क्यापिटल एलले स्मल एलसँग कम्बाइन गर्छ, सेकेन्ड प्यारेन्ट्सको क्यापिटल एल स्मल एल भन्छ, त्यसपछि फेरि अर्कोले क्यापिटल एल स्मल एल नै भन्छ है। र दुईवटा चाहिँ स्मल एलबाट अफस्प्रिङलाई यसरी प्रोडक्सन हुन्छ है। र यसको चाहिँ जिनोटाइपिक रेसियो लेख्ने हो भने 2:1 हुन्छ, सरी 2:2 हुन्छ है। 2 भनेको यहाँ हाइब्रिड लङ भयो र अर्को 2 भनेको चाहिँ प्योर सर्ट भयो। र यसको फाइनल रेसियो चाहिँ कति हुन्छ, जिनोटाइपिक रेसियो 1:1 हुन्छ, 1:1 है। अब यसमा फिनोटाइपिक रेसियो पनि लेख्न मिल्छ। फिनोटाइपिक रेसियोमा चाहिँ अब के लेखिन्छ भन्दा फिजिकली हेर्दा कस्तो देखिन्छ भन्ने, एक्सटर्नली कस्तो देखिन्छ, उसको एपियरेन्स कस्तो छ, लङ विङ भएकोवाला छ कि अब त सर्ट विङ भएकोवाला छ, त्यसको आधारमा चाहिँ अब यो हाइब्रिड लङवाला त लङ विङ नै भएको जस्तो देखिन्छ, सर्टको चाहिँ प्योर सर्ट विङ जस्तो देखिन्छ। त्यो दुइटै यसमा नि 2:2 नै छ। सो फिनोटाइपिक रेसियो पनि यसमा के हुन्छ त, 1:1 नै हुन्छ, यानि कि 2:2 नै हुन्छ। लङ विङ भर्सेस सर्ट विङ 1:1। अनि यसमा के हुन्छ, हाइब्रिड लङ विङ भर्सेस सर्ट विङ, प्योर सर्ट विङ 1:1। यो हाम्रो फिनोटाइपिक र जिनोटाइपिक रेसियो भयो क्वेसन नम्बर आइबीको लागि। तपाईँले चाहिँ अब यो चार्ट बनाएर यो जिनोटाइपिक रेसियोसम्म लेख्नुपर्ने हुन्छ कम्तीमा, त्यसको त्यति गरेको 1 मार्क्समा। यो प्रि क्वालिफाई इक्जाममा यो एकजना विद्यार्थीले गरेको वाला आन्सर रहेको छ। यो भयो क्वेसन नम्बर 18 को कुरा, जुन चाहिँ मेन्डलिजम भन्ने टपिकबाट सोधेको थियो। अब क्वेसन नम्बर 17 रहेको छ है, ग्रुप डी अन्तर्गत पढ्ने सबभन्दा पहिलो क्वेसन नम्बर 17। एन्ड क्वेसन नम्बर 17 सेज nowadays people spend most of their time using digital devices for study, work and entertainment. This has created both positive and negative effects on human life. Answer the following questions on the basis of this context भनेर यहाँ एउटा ब्याकग्राउन्ड दियो है। त्यसमा पछि क्वेसन नम्बर आईमा उसले सोधिएको छ वाट इज डिजिटल वेलबिङ भनेर क्वेसन नम्बर आईमा सोध्यो। डिजिटल वेलबिङ भनेको के हो भनेर उसले सोध्यो। डिजिटली मान्छे वेल रहनु, ठिक रहनु होइन, त्यो कुरा खासमा डिजिटल वेलबिङ हो। यसको लागि चाहिँ डिजिटल डिभाइसहरू उसले कस्तो रूपमा युज गरिरहेको छ भन्ने कुरा चाहिँ हामीले ध्यान दिनुपर्ने हुन्छ। त्यही हुनाले फर आन्सर फर क्वेसन नम्बर आई इज digital well-being is the situation where digital device users have healthy physical, mental and social states without being addicted to the devices. It allows us to use digital devices wisely. यो भयो डिजिटल डिभाइस चलाउने मान्छे चाहिँ फिजिकल्ली, मेन्टली, सोसियली हेल्दी छ कि छैन। यदि हेल्दी छ भने त्यो सिचुएसन नै के हो त, डिजिटल वेलबिङ हो। यो कुरा चाहिँ यहाँ लेख्नुपर्ने हुन्छ। क्वेसन नम्बर आई सेज राइट एनी वान पोजिटिभ इफेक्ट अफ डिजिटल डिभाइसेस अन ह्युमन लाइफ भन्यो। पोजिटिभ इफेक्ट भन्यो यानि कि बेनिफिट्स लेख्नु पऱ्यो भनेको छ, एडभान्टेज लेख्नु पऱ्यो भनेको छ क्वेसन नम्बर आईमा सेकेन्डमा। सो वान नोटिसेबल पोजिटिभ इफेक्ट अफ डिजिटल डिभाइसेस अन ह्युमन लाइफ इज द्याट फास्ट एन्ड अफोर्डेबल कम्युनिकेसन अमङ डिस्टेन्ट पिपुल थ्रु इन्टरनेट। यो लेख्न सकियो। अरू हामीले यसमा चाहिँ अनलाइन बिजनेसहरू पनि गर्न सक्छौँ, जसले त्यहाँबाट चाहिँ इन्कम गर्न सक्छौँ भनेर लेख्न पायो। अनलाइनमा नि अब अहिले डिजिटल डिभाइस युज गरेर विभिन्न सोसियल मिडियाहरू छ, सोसियल मिडियाहरू मार्फत चाहिँ विभिन्न प्लेटफर्म मार्फत चाहिँ आफ्नो बिजनेस मार्केटिङ गरेर त्यहाँबाट पनि त अब बिजनेस अझै डेभलप गर्दै लान सकिन्छ। यो कुराहरू पनि गर्न सक्नुहुन्छ, धेरै छ है। त्यसमध्ये कुनै एउटा लेख्नु भनेको छ, मैले यहाँ यो चाहिँ लेखेँ, कम्युनिकेसनको कुरालाई लिएर लेखेँ। त्यस्तै आइआइआईमा थर्ड क्वेसन रहेको छ मेन्सन वान प्रब्लम कज्ड बाई एक्सेसिभ युज अफ डिजिटल डिभाइसेस।
डिजिटल डिभाइसको अब नेगेटिभ र पोजिटिभ दुवै एस्पेक्ट छन्। पोजिटिभ एस्पेक्टको कुरा गऱ्यो अघि हामीले, अब अहिले यसले नेगेटिभ एस्पेक्टको कुरा सोध्यो। सो वान प्रब्लम कज बाई एक्सेसिभ युज अफ डिजिटल डिभाइसेस इज आई डिजिज वेयर पर्सन्स आई आर गेटिङ ड्यामेज ड्यु टु कन्टिन्युस एक्सपोजर टु स्क्रिन अफ मोबाइल फोन अर ल्यापटप आइप्याड एसेट्रा भन्ने। त्यस्तै क्वेसन नम्बर आइभी सेज सजेस्ट वान वे टु मेन्टेन डिजिटल वेलबिङ भन्यो। डिजिटल वेलबिङ मेन्टेन गर्नको लागि मान्छे डिजिटल डिभाइसेस युजर चाहिँ फिजिकल्ली मेन्टली सोसियली हेल्दी रहनको लागि चाहिँ अपनाउनु पर्ने कुनै एउटा वे लेख भने त्यो सजेस्ट गर भने। सो टु मेन्टेन द डिजिटल वेलबिङ द युजर सुड लिमिट स्क्रिन टाइम। पहिलो कुरा त उसले डिजिटल डिभाइस चलाउने टाइम चाहिँ लिमिट गर्नु पर्यो भनेको। त्यसको लागि एउटा लिमिटेसन हान्नु पऱ्यो, कति टाइमसम्म ड्युरेसनसम्म युज गर्ने भनेर। बाई सेटिङ द टाइम, यसको लागि त्यहाँ टाइमर भन्ने हुन्छ डिभाइसमा, टाइम सेटिङ गर्नु पऱ्यो। एन्ड सुड बी एक्टिभ इन सोसियल मिडिया, सुड नट बी एक्टिभ इन सोसियल मिडिया अल द टाइम है। त्यही कुरा चाहिँ यो क्वेसन नम्बर आइभीमा 7 आइभीमा लेख्न सक्नुहुन्छ। यो थियो क्वेसन ग्रुप डी अन्तर्गत पनि लङ एन्सर क्वेसन्स है, जसमा चाहिँ 7वटा क्वेसनहरू हुन्छ र 7वटा क्वेसनमा हरेक नम्बरको क्वेसनले चाहिँ 4 मार्क्स क्यारी गर्छ र 4 × 7 गर्दाखेरि अथवा 7 × 4 गर्दाखेरि जम्मा 28 मार्क्सको क्वेसन चाहिँ क्वेसन नम्बर ग्रुप डीमा हुन्छ। अब यसपछि हामी जान्छौँ ग्रुप सी अन्तर्गत। ग्रुप सीमा चाहिँ क्वेसन नम्बर 3 देखि क्वेसन नम्बर 16सम्म हुन्छ। क्वेसन ग्रुप सीमा चाहिँ क्वेसन नम्बर 3 देखि क्वेसन नम्बर 16सम्म जम्मा 14वटा क्वेसन हुन्छ भनेर मैले भनिसकेँ। र क्वेसन नम्बर 16मा सोधिएको छ आइडेन्टिफाई द पिक्चर्स एन्ड राइट इट्स वान युज भनेको छ। आइडेन्टिफाई द पिक्चर एन्ड राइट इट्स वान युज। यहाँ दुईवटा पिक्चर दिएको छ, पिक्चर ए र पिक्चर बी भनेर। पिक्चर एमा यहाँ राम्रोसँग हेर्ने हो भने एल्ड्रिन लेखिएको छ है। सो एल्ड्रिन भनेको चाहिँ अब नाम लेख्नु पर्दा इट्स अ सिन्थेटिक इन्सेक्टिसाइड। र पिक्चर बी चाहिँ यो एउटा फ्रुट जस्तो देखिएको छ है। यो फ्रुट चाहिँ अरू कुनै नभएर यो रिट्ठा हो, यानि कि सोपबेरी हो। अब रिट्ठा कस्तो हुन्छ भन्ने कुरा हामीले पढिसकेका छौँ। ओके, सोपबेरी लुक्स लाइक दिस एन्ड इट्स कभर इज युज्ड एज क्लिन्सिङ एजेन्ट एन्ड इट इज अल्सो नोन एज नेचुरल सोप। नेचुरल सोपको रूपमा पनि यो युज गरिन्छ र सोप बनाउने काममा पनि यो युज हुन्छ है। एप्लिकेसनमा हामीले यस्तै कुराहरू लेख्ने हो। ओके, सो युजमा लेख्नु पर्दा चाहिँ एल्ड्रिन विच इज अ सिन्थेटिक इन्सेक्टिसाइड, इट इज युज टु किल इन्सेक्ट्स सच एज टर्माइट्स, बिटल्स, ग्रासहोपर एसेट्रा है। एकदम धेरै मात्रामा चाहिँ अब क्रप्समा यो इन्सेक्टहरू लाग्यो भने चाहिँ तिनीहरूलाई चाहिँ अब डिस्ट्रोय गर्नको लागि चाहिँ एल्ड्रिन युज गर्न सकिन्छ। र अर्को भनेको जहाँ चाहिँ अब इन्डस्ट्रियल सोप अभाइलेबल छैन, इन्डस्ट्रियल डिटर्जेन्ट अभाइलेबल छैन, त्यस्तो ठाउँहरूमा चाहिँ नुहाउने काममा, कपडाहरू धुने काममा चाहिँ यो रिट्ठा युज गरिन्छ होइन, एज अ नेचुरल क्लिन्सिङ एजेन्ट। भाँडाकुँडाहरू धुनको लागि यो युज गरिन्छ। अब इन्डस्ट्रीहरूमा चाहिँ सोपहरू बनाउनको लागि पनि यो सोपबेरी चाहिँ युज गरिन्छ भनेर तपाईँले एप्लिकेसनमा अथवा युजेसमा यो लेख्न सक्नुहुन्छ। हरेक दुइटै एउटा युज लेख्ने भनेको छ, यो यहाँ दिएको छ, तपाईँले भिडियो पज गरेर हेर्न सक्नुहुन्छ। क्वेसन नम्बर 15 says there are two hydrocarbons C4H10 and C4H8. Which one of them is an unsaturated hydrocarbon? Give reason and make the structural formula भनेको छ। अब यो दुईटा मध्ये एउटा यो CH4H10 C4H10 भनेको यो अभियसली ब्युटेन हो हैन, किनभने यसको यो मोलिकुलर फर्मुला चाहिँ CnH2n+2 सँग आइडेन्टिकल छ हैन। यो मोलिकुलर फर्मुला भनेको चाहिँ अल्केनको हो, अल्केनमा ब्युटेन रहेको छ। र यो C4H8 भनेको चाहिँ CnH2n सँग सिमिलर रहेको छ। CnH2n भनेको चाहिँ अल्किनको जेनरल मोलिकुलर फर्मुला हो। सो यो भनेको के रहेछ त हाम्रो ब्युटिन रहेछ। ब्युटिनमा कुनै पनि दुईटा कार्बनको बिचमा डबल बन्ड हुन्छ हैन। सो आउट अफ दिज टू हाइड्रोकार्बन्स गिभन, okay, C4H8 is an unsaturated hydrocarbon because it contains double bond or two covalent bonds in between two adjacent carbon atoms भनेर रिजनमा लेख्न पर्ने हुन्छ। र स्ट्रक्चरल फर्मुला बनाऊ भनेर दिएको छ। स्ट्रक्चरल फर्मुला यसको यस्तो हुन्छ है त, C सिंगल बन्ड, C सिंगल बन्ड, C डबल बन्ड, C र
सी सुरुको सीसँग 3वटा हाइड्रोजन, त्यसपछि 2टा हाइड्रोजन, सिङ्गल हाइड्रोजन र 2टा हाइड्रोजन भनेर यसरी देखाउनु पर्यो। ब्युटिनको स्ट्रक्चरल फर्मुला हो, अथवा C4H8 को स्ट्रक्चरल फर्मुला। मैले यसमा अब डबल बन्ड चाहिँ राइट साइडको 2टा कार्बनहरूको बिचमा देखाएँ, तपाईँले यो लेफ्ट साइडको 2टामा देखाउनु भए पनि हुन्छ है। अब यसमा चाहिँ 2 ब्युटिन लेख्ने हो भने चाहिँ यो बिचकोमा देखाउन मिल्थ्यो, सकिन्छ है। तर डबल बन्ड कहाँनिर प्रेजेन्ट छ त्यो अनुसार चाहिँ हाइड्रोजनको एटम चाहिँ एडजस्ट गर्ने पनि हुन्छ। सो द नम्बर अफ हाइड्रोजन एटम सुड बी एडजस्टेड इन सच अ वे द्याट total number of bonds formed by any one carbon in the molecule is 4। 4वटा कोभ्यालेन्ट बन्ड फर्मेसन भएको देखाउने गरी चाहिँ एडजस्ट गर्नुपर्ने हुन्छ है त। यो भयो क्वेसन नम्बर 15। And question number 14 says, and this question is asked from chemical reaction chapter, type of reaction. Okay, so a diagram is given here which shows a container, or you can say a test tube, which contains copper sulfate solution, and the iron nail suspended to thread is dipped inside the solution. अब यो सोलुसनमा त केही न केही रियाक्सन हुन्छ यो दुईटा सब्सटेन्स बिचमा। त्यो रियाक्सनको टाइप के हो, राइट विथ ब्यालेन्स केमिकल इक्वेसन भनेर चाहिँ क्वेसनमा सोधिएको छ। र यसमा चाहिँ अब आइरन चाहिँ कपरभन्दा बढी रियाक्टिभ मेटल हो, जसले चाहिँ कपर सल्फेटबाट कपरलाई रिप्लेस गर्छ र कपरको ठाउँमा आफू गएर बस्दिन्छ। सो कपरलाई चाहिँ बाहिर निकालिदिन्छ कपर सल्फेट सोलुसनबाट। सो एउटा एटमले अर्को सिङ्गल एटममा अथवा रेडिकललाई चाहिँ रिप्लेस गर्ने डिस्प्लेस गर्ने भएकोले यो टाइपको रियाक्सन भनेको चाहिँ सिङ्गल डिस्प्लेसमेन्ट रियाक्सन हो है। अब यसलाई केमिकल रियाक्सनमा चाहिँ देखाउन सकिन्छ, या फिर आइरन प्लस CuSO4 कपर सल्फेट गिव्स, या फिर SO4 कपर आइरन सल्फेट अर फेरस सल्फेट प्लस कपर। यसरी चाहिँ यो क्वेसनको एन्सर चाहिँ लेख्न सकिन्छ। यसैले होइन अब यो टाइप अफ रियाक्सन लेखेको 1 मार्क र ब्यालेन्स केमिकल रियाक्सन लेखेको इक्वेसन लेखेको 1 मार्क गरेर जम्मा टोटल 2 मार्क्सको क्वेसन चाहिँ क्वेसन नम्बर 14। सरी, क्वेसन नम्बर 13, this question is related to electromagnetic induction of the chapter electricity and magnetism. A diagram is given here, okay, which contains a solenoid, and this solenoid is connected to galvanometer, and a magnet, bar magnet is given here. And question says, study the given picture and write what happens in the following situation भने। अब दिएको सिचुएसनमा के हुन्छ भनेर उसले सोधे है। Situation number I says, when the bar magnet is rapidly introduced into the solenoid, सोलेनोइडमा चाहिँ बार म्याग्नेटलाई चाहिँ ऱ्यापिडली इन्ट्रोड्युस गर्यो भने के हुन्छ भने हैन। यानि कि यो एकदम फास्ट स्पिडमा चाहिँ यो म्याग्नेटलाई चाहिँ सोलेनोइड भित्र लग्यो भने के हुन्छ भने हैन। इन दिस कन्डिसन यु क्यान राइट, इन दिस कन्डिसन द ग्याल्भानोमिटर shows deflection, okay, because the electricity is induced in the coil due to the change in magnetic flux linked to the coil due to the incoming motion of this magnet। यसरी तपाईले लेख्न सक्नुहुन्छ है। यसमा डिफ्लेक्सन देखाउँछ किनभने इलेक्ट्रिसिटी इन्ड्युस हुन्छ भन्ने कुरा रहेको छ अप्सन सिचुएसन नम्बर आई मा। सिमिलरली सिचुएसन नम्बर आई सेज, होल्डिङ द बार म्याग्नेट इन स्टेसनरी इनसाइड द सोलेनोइड। यो स्टेसनरी भनेको चाहिँ रेस स्टेटमा भनेको, रेसमा राख्दाखेरि अब यो बार म्याग्नेटलाई त कोइल सोलेनोइडतिर लग्यो हैन, यहाँ भित्र राख्यो लग्यो। अब भित्र लगेपछि पुगेपछि चाहिँ यसलाई रेसमा, यहाँ रेसमा राख्ने हो भने के हुन्छ भने हैन, के कुरा अब्जर्भ गर्न सकिन्छ भने in that condition there will be no deflection shown by this galvanometer, because due to the rest position of this bar magnet there is no change in magnetic flux linked to this coil, and since there is no change in magnetic flux linked to this coil, there is no induction of electricity induction नभएपछि, इन्ड्युस नभएपछि ग्याल्भानोमिटरले इलेक्ट्रिसिटी करेन्ट डिटेक्ट गर्दैन, करेन्ट डिटेक्ट नगरेपछि के हुन्छ त यसमा डिफ्लेक्सन पनि देखिँदैन भन्ने कुरा चाहिँ तपाईले यो क्वेसन नम्बर 13 को आईआईमा लेख्नुपर्ने हुन्छ। दुवै 1 मार्कको क्वेसन रहेको छ, एकदम कम्प्लिट स्टेटमेन्टमा मिनिङफुल पोइन्ट लेख्नुपर्ने हुन्छ यसमा। नाउ क्वेसन नम्बर 12 यो ट्रान्सफर्मरसँग रिलेटेड क्वेसन रहेको छ। अ भिलेज स्कुल युजेज अ ट्रान्सफर्मर टु रिड्युस 220 भोल्ट एसी फ्रम द मेन लाइन टु 11 भोल्ट। 220 भोल्ट एसी करेन्टलाई चाहिँ इलेक्ट्रिसिटीलाई चाहिँ 11 भोल्टमा रिड्युस गर्नको लागि चाहिँ ट्रान्सफर्मर युज गरिएको छ। र कहाँ युज गर्ने रहेछ यो
to operate its smart classboard equipment भन्यो, classroom equipment. After some time, the device stops working when connected to a DC battery of 12 volt. 220 volt AC को सट्टा चाहिँ के गर्यो त पछि 12 volt DC को ब्याट्री दिने DC ब्याट्रीमा कनेक्ट गर्यो र त्यो बेलामा चाहिँ काम गरेन भन्यो. क्वेसन सोध्यो वाइ डिड द ट्रान्सफर्मर फेल टु वर्क विथ द DC सप्लाई भन्यो है. DC सप्लाई गर्दाखेरि चाहिँ किन ट्रान्सफर्मरले काम गरेन भन्यो. यसको एउटै रिजन छ, त्यो भनेको द ट्रान्सफर्मर फेल्स टु वर्क विथ DC सप्लाई बिकज इट इज डिजाइन टु वर्क ओन्ली विथ AC होइन. एसीसँग मात्रै काम गर्ने तरिकाले बनाएको हुन्छ, डिजाइन गरिएको हुन्छ ट्रान्सफर्मरलाई. किन भन्दा एसीको पोल्स र म्याग्नेट्युड दुवै चेन्ज हुन्छ तर डीसीको चेन्ज हुँदैन होइन. यो म्याग्नेट्युड यानि कि करेन्टको भ्यालु र डिरेक्सन अफ फ्लो अफ करेन्ट अर भोल्टेज चेन्ज हुनुको काम के हो ट्रान्सफर्मरमा भन्दा ड्यू टु चेन्ज इन पोल्स अर म्याग्नेट्युड अफ AC करेन्ट. ओके, द म्याग्नेटिक AC करेन्ट इन द फर्स्ट कोइल अर प्राइमेरी कोइल, the magnetic flux linked to second coil changes due to change in magnetic flux change linked to the second coil. The electricity in AC electricity is induced in the second coil. Okay, त्यही सेकेन्ड कोइलमा इन्ड्युस भएको इलेक्ट्रिसिटी चाहिँ हामीले सेकेन्डरी इलेक्ट्रिसिटीको रूपमा युज गर्छौँ होइन, सेकेन्डरी सेक्सनमा अथवा आउटपुटको रूपमा युज गर्छौँ. अब डीसीमा त यो पोल्स र म्याग्नेट्युड नै चेन्ज हुँदैन जसले गर्दा सेकेन्डरी कोइलमा त इलेक्ट्रिसिटी नै इन्ड्युस हुँदैन, जसले गर्दाखेरि चाहिँ डीसी चाहिँ यदि ट्रान्सफर्मरमा इनपुट दिने हो भने सेकेन्डरी भोल्टेज यसमा प्रडक्सन हुँदैन भने, यानि कि ट्रान्सफर्मरले काम गर्दैन भने है. त्यही कुरा यहाँ लेखिएको छ. क्वेसन नम्बर आई सेज स्टेट द बेसिक प्रिन्सिपल अन विच अ ट्रान्सफर्मर अपरेट्स भन्यो. ट्रान्सफर्मरले कुन प्रिन्सिपलको आधारमा काम गर्छ भन्दा इट्स सिम्पली म्युचुअल इन्डक्सन अर इलेक्ट्रोम्याग्नेटिक इन्डक्सनको प्रिन्सिपलको आधारमा चाहिँ काम गर्छ भन्यो. त्यो प्रिन्सिपललाई त स्टेटमेन्ट लेख भनेको छ होइन. एन्ड म्युचुअल इन्डक्सन स्टेट्स द्याट फ्लो अफ AC इन वान कोइल, फ्लो अफ AC इलेक्ट्रिसिटी इन वान कोइल अर प्राइमेरी कोइल हेल्प्स टु इन्ड्युस AC इन सेकेन्डरी कोइल होइन. एउटा कोइलमा करेन्ट फ्लो हुँदा AC करेन्ट फ्लो हुँदा चाहिँ अर्को कोइल जो चाहिँ पहिलो कोइलको नजिक राखेको हुन्छ त्यसमा करेन्ट इन्ड्युस हुने, प्रड्युस हुने, जेनेरेट हुने प्रोसेसलाई नै के भन्ने हो त म्युचुअल इन्डक्सन भन्ने हो. यसकै आधारमा चाहिँ ट्रान्सफर्मरले काम गर्छ भनेर चाहिँ तपाईँले यो क्वेसनमा आन्सर लेख्नुपर्ने हुन्छ. लेख्नुभयो होला भन्ने आश गरेको छु मैले. यो रहेछ क्वेसन नम्बर 12 को. अब क्वेसन नम्बर 11, वाइ डज एन एस्ट्रोनट इनसाइड एन अर्बिटिङ स्पेस क्राफ्ट एक्सपिरियन्स वेटलेसनेस इभन दो द ग्राभिटेसनल फोर्स अफ अर्थ इज स्टिल एक्टिङ अन द स्पेस क्राफ्ट भन्यो. यो चाहिँ फोर्स एन्ड मोसन च्याप्टर अन्तर्गत ग्राभिटेसनल फोर्स भन्ने टपिकबाट सोधिएको क्वेसन रहेको छ. अब वेटलेसनेसको कन्डिसन यहाँ दिएको छ. वेटलेसनेस चाहिँ कति कुन कुन कन्डिसनमा हुन्छ भन्ने कुरा सबभन्दा पहिला थाहा हुनु पऱ्यो कि. त्यो भनेको नम्बर 1 मा यदि कुनै पनि अब्जेक्ट चाहिँ फलिङ अब्जेक्ट चाहिँ जो ग्राभिटीको अन्डरमा खसिरहेको छ त्यो अब्जेक्ट चाहिँ विदाउट एनी एक्सटर्नल फोर्स ओन्ली ग्राभिटीको अन्डरमा मात्रै त्यो फल भइरहेको छ भने त्यस्तो केसमा द अब्जेक्ट फिल्स वेटलेसनेस. नम्बर 2 मा त्यो फ्री फलमा हुन्छ, फ्री फलमा भएको बेला. नम्बर 3 मा चाहिँ नल पोइन्टहरूमा भएको बेला. नल पोइन्ट भनेको त्यस्तो पोइन्ट जसमा चाहिँ इफेक्ट अफ ग्राभिटेसन चाहिँ 0 हुन्छ. त्यो पोइन्ट हो भने कुनै पनि अब्जेक्टले वेटलेसनेस फिल गर्छ. अब यसमा चाहिँ स्पेस क्राफ्टभित्र भएको एस्ट्रोनटले व्यक्तिले चाहिँ वेटलेसनेस किन फिल गर्छ जबकि त्यहाँ अर्थको ग्राभिटेसनल फोर्स एक्ट गरिरहेछ भन्दा तपाईँले यो बुझ्नु पऱ्यो कि त्यो ठाउँमा जहाँ चाहिँ स्पेस क्राफ्ट रहेको छ त्यहाँ चाहिँ अर्थको नेट ग्राभिटेसनल फोर्स चाहिँ 0 छ है. यानि कि त्यो नल पोइन्टमा छ भन्ने कुरा बुझ्नु पऱ्यो. अर यु क्यान से स्पेसमा त अब एयर रेजिस्टेन्स त एकदम नेग्लिजिबल हुन्छ, एकदम कम हुन्छ होइन. यदि त्यो स्पेस क्राफ्ट चाहिँ मुभ गरिरहेछ भने पनि द एक्सिलरेसन अफ द स्पेस क्राफ्ट सुड बी इक्वल टु एक्सिलरेसन ड्यू टु ग्राभिटी अफ अर्थ होइन. इन द्याट केस इफेक्टिभ एक्सिलरेसन अफ दिस acceleration due to gravity of this spacecraft is 0. In that case, W weight is equal to mass into acceleration due to gravity. Acceleration due to gravity को value 0 हुँदाखेरि weight पनि 0 हुने भयो. In that case, the astronaut feels weightlessness. यही कुरा चाहिँ तपाईँले यहाँ लेख्नुपर्ने हुन्छ. अब यहाँ के लेखेको छ हेर्नु त. An astronaut inside an orbiting spacecraft experiences weightlessness because both the spacecraft and the astronaut are in the
continuous free fall around the earth even though earth gravity is still acting on them भने फ्री फलमा छ जसले गर्दा वेटलेसनेस फिल गर्छ भन्ने कुरा यसमा लेखिएको छ है क्वेसन नम्बर 10 says the gravitational force between two objects on earth is 1 into 10 to the power minus 9 newton if both of their masses are doubled and the distance between them is also doubled what will be the new gravitational force so your reasoning briefly भनेको छ अब यो केसमा के छ भने त न्युटन्स ल अफ ग्राभिटेसन लाउनु पर्ने हुन्छ जसमा चाहिँ कुनै दुईटा अब्जेक्टहरूको बिचको जसको मास चाहिँ m1 m2 छ र डिस्टेन्स d छ त्यसको चाहिँ ग्राभिटेसनल फोर्सको भ्यालु चाहिँ यति दिएको छ अब सेकेन्ड केसमा के भने त्यो मास भएको अब्जेक्टको ठाउँमा चाहिँ अब के राख्नु पर्यो त्यस्तो अब्जेक्ट राख्नु पर्यो जसको मास चाहिँ डबल छ डी पहिलाको सुरुको भन्दा यानि कि m1 थियो भने सुरुमा m2 हुनु पर्यो सेकेन्डमा m2 के अरे m1 थियो भने 2m1 र m2 थियो भने 2m2 मासको भ्यालुहरू र डिस्टेन्स चाहिँ पहिलाको डी थियो भने पहिलाको सिचुएसनमा सेकेन्डमा 2d यस्तो केसमा चाहिँ अब सेकेन्ड केसमा चाहिँ ग्राभिटेसनल फोर्सको भ्यालु यसको कम्पेरिजनमा कति हुन्छ भनेको छ यसको लागि तपाईँलाई मैले क्याल्कुलेसन देखाउनु पर्ने हुन्छ हेरौँ है त ओके क्वेसन नम्बर 10 को लागि यस्तो रहेको छ सल्युसन हैन इन फर्स्ट केस द ग्राभिटेसनल फोर्स बिट्विन टु मासेस टु अब्जेक्ट्स इज गिभन लाइक दिस एन्ड त्यो अब्जेक्टहरूको मास चाहिँ m1 र m2 माने दुईटाको पहिलोमा अब्जेक्टको मास m1 दोस्रोको m2 र तिनीहरूको बिचको डिस्टेन्स चाहिँ d माने and using Newton's law of gravitation the gravitational force between these two objects is equal object denoted by F is equal to capital G m1 m2 divided by whole divided by d square capital G भनेको ग्राभिटेसनल कन्स्ट्यान्ट भयो जुन चाहिँ सबै ठाउँमा सेम रहन्छ युनिभर्सको जहाँ जुन ठाउँमा पनि सेम रहन्छ त्यही भएर यसलाई युनिभर्सल ग्राभिटेसनल कन्स्ट्यान्ट पनि भनिन्छ र यो फोर्सको भ्यालु चाहिँ कति दिएको छ हामीलाई 1 into 10 to the power minus 9 न्युटन दिएको छ अब सेकेन्ड केसमा के गर्यो त अब्जेक्टको मासलाई डबल गरिदियो भनेको छ यानि कि m1 आयो 2m1 र m2 भयो 2m2 र तिनीहरूको बिचको डिस्टेन्स पनि बढाएर 2d बनायो डबल बनायो d भयो 2d अब यो केसमा चाहिँ ग्राभिटेसनल फोर्सको भ्यालु चाहिँ कति हुन्छ भन्यो 1 अगेन युजिङ न्युटन्स ल अफ ग्राभिटेसन f1 is equal to g times 2m1 into 2m2 whole divided by 2d को होल स्क्वायर भयो र माथिबाट 2 into 2 ले 4 भयो तल नि 2b स्क्वायर भनेको 4 भयो र बाँकी g m1 m2 होल डिभाइड बाई d स्क्वायर भनेको एज इट इज र यो टर्म भनेको के हुन्छ त हामीसँग सुरुमा दिएको फोर्स f हुन्छ है सो f1 इज इक्वल टु 1 into f और f1 इज इक्वल टु f र f को भ्यालु के दिएको छ त हामीलाई 1 into 10 to the power minus 9 न्युटन दिएको छ त्यो भ्यालु राख्दाखेरि f1 द ग्राभिटेसनल फोर्स बिट्विन टु अब्जेक्ट्स इन सेकेन्ड केस इज 1 into 10 to the power minus 9 न्युटन आयो यानि कि त्यो चाहिँ इनिशियल केसको जस्तै भयो फोर्सको भ्यालु सो यो केसमा के हुँदो रहेछ न्यू ग्राभिटेसनल फोर्स पनि सेम रहँदो रहेछ चेन्ज नहुँदो रहेछ भन्ने कुरा चाहिँ तपाईँले यो क्वेसनको लागि लेख्नुपर्ने हुन्छ ओके क्वेसन नम्बर 10 पनि भयो नाउ लेट्स मुभ अन टु क्वेसन नम्बर 9 अ पिक्चर इज गिभन इन क्वेसन नम्बर 9 एन्ड यु आर आस्क लुक एट द पिक्चर थरोली एन्ड एक्सप्लेन इट्स रोल इन क्लाइमेट चेन्ज भन्यो अब यो पिक्चर हेर्दाखेरि सरस्वती अब्जर्भ गर्दा के देखिन्छ भन्दा यसमा यो इन्डस्ट्रियलाइज्ड सिटीको यो पिक्चर दिएको छ जसमा चाहिँ इन्डस्ट्रीहरुबाट के छ त एकदम हार्मफुल स्मोकहरु इमिसन भइरहेको प्रोड्युस भइरहेको देखाइएको छ जुन चाहिँ गएर एटमोस्फियरमा मिक्स भइरहेछ है अब यस्तो इमिसनबाट चाहिँ क्लाइमेट चेन्ज कसरी हुन्छ रोल लेख भनेर क्वेशनले सोधेको छ अब त्यसको लागि क्लाइमेट चेन्ज हुने केही कजहरुमा चाहिँ तपाईले के बुझ्नु पर्यो भने इमिसन अफ हार्मफुल ग्यासेस ग्रीन हाउस ग्यासेस पनि एउटा हो सो this diagram shows the emission of greenhouse gases okay अब greenhouse gasले चाहिँ climate change कसरी गराउँछ भन्दा greenhouse gases mainly contains carbon dioxide gas methane gas है nitrogen dioxide gas हैन carbon monoxide and these gases absorb thermal radiation coming from the sun बाट आएको thermal radiation चाहिँ यसले एब्जर्ब गर्छ यानि कि एटमोस्फियरमा यसले थर्मल रेडिएसनहरुलाई एब्जर्ब गरेर राख्छ र थर्मल रेडिएसन भनेको हिट प्रोड्युस गर्ने रेडिएसनहरु हो यानि कि हिट क्यारी गरेर लिएर आउने रेडिएसनहरु हो यदि त्यो रेडिएसन चाहिँ एटमोस्फियरमा चाहिँ एब्जर्ब हुँदै जाने हो भने जति धेरै रेडिएसन एब्जर्ब हुँदै गयो त्यति नै धेरै एटमोस्फियरको के हुन्छ त टेम्परेचर बढ्दै जान्छ एन्ड इन्क्रिज इन टेम्परेचर अफ एटमोस्फियर इज क्लाइमेट चेन्ज हैन लङ टर्मसम्म हेर्ने भने लङ टर्मसम्म चाहिँ एटमोस्फियरमा भएको समग्र इन्क्रिज इन टेम्परेचर नै के हो त क्लाइमेट चेन्ज हो यसरी चाहिँ तपाईले लेख्नु पर्ने हुन्छ प्रोग्रेसन अफ ग्रीन हाउस ग्यासेस सच एज CO2
CH4 etc. increases the temperature of earth atmosphere by absorbing the thermal radiation coming from the sun भनेर चाहिँ तपाईँले यसमा लेख्नुपर्ने हुन्छ। यो लगायत अब यसमा केमिकल चेन्जेसको केमिकल पल्युसनको कुराहरू आउँछ जुन हामीले अब पढेकै कुरा हो होइन। त्यस्तै अर्को भनेको के हुन्छ यसमा एयर पल्युसनको कुराहरू छ है। यो भनेको सेकेन्डरी कुराहरू हो। तपाईँले प्राइमेरीले चाहिँ ग्रिन हाउस ग्यासेसको कन्सेप्ट लगाएर चाहिँ यो क्वेसनको एन्सर लेख्नुपर्ने हुन्छ है त। यहाँ दिएको छ, यही अनुसार तपाईँले गर्नु प्र्याक्टिस गर्नु होला। नाउ क्वेसन नम्बर 8, राइट एनी टू प्रिकसन्स टु बी सेफ फ्रम युरिक एसिड भन्यो है। हाई युरिक एसिडबाट चाहिँ सेफ रहनको लागि चाहिँ अपनाउनु पर्ने दुईवटा उपायहरू प्रिभेन्टिभ मेजर्स के रहेको छ भनेर छ, त्यो कुरा यहाँ लेखिएको छ है। त्यसको लागि अब सबभन्दा पहिला त युरिक एसिड के कुन केमिकलको कारणले हुन्छ भन्ने कुरा बुझ्नु पर्यो। एन्ड द्याट इज नन अदर देन प्युरिन। प्युरिन इज द कम्प्लेक्स अर्ग्यानिक कम्पाउन्ड फ्रम विच युरिक एसिड इज फर्म होइन। प्युरिन भन्ने कम्पाउन्ड चाहिँ ब्रेकडाउन भएपछि युरिक एसिड फर्मेसन हुन्छ भन्ने छ। अब यो यसका केही मेन सोर्सेसहरू छ जो चाहिँ हामीले खानाहरूमा युज गरिरहेको हुन्छ, जस्तो कि रेड मिट, मसरुम होइन, फिस, सी फुड, अनि सेरियल्स होइन, दाल खाने कुराहरू, गेडागुडीहरू, यी कुराहरू चाहिँ हामीले कम खानुपर्छ भन्छ होइन। त्यस्तै डु रेगुलर फिजिकल एक्सर्साइज, यी कुराहरू गऱ्यो भने के हुन्छ त हामीले हाई युरिक एसिड हुनबाट चाहिँ बच्न सक्छौँ भन्ने कुरा चाहिँ क्वेसन नम्बर 8मा लेख्नुपर्ने हुन्छ। क्वेसन नम्बर 7, अ वुमन इज प्रेग्नेन्ट, राइट द प्रोबेबिलिटी अफ गिभिङ बर्थ टु अ डटर विथ सुइटेबल सेक्स डिटर्मिनेसन चार्ट भन्यो। एउटा महिला प्रेग्नेन्ट छन्, अब उनले छोरी जन्माउने प्रोबेबिलिटी कति होला त्यसलाई चाहिँ सेक्स डिटर्मिनेसन चार्टबाट देखाऊ भनेको छ। अब एउटा महिलाले जन्माउन सक्ने भने कि छोरा हो कि छोरी होइन, पर्सेन्टेजमा 100%मा हेर्ने भने दुईवटा 50-50% हुन्छ, हाफ हुन्छ। So the probability of giving birth to a probability of the woman, pregnant woman, giving birth to a daughter is 50%. And this can be explained by the following sex determination chart भनेर चाहिँ तपाईँले यो चार्ट बनाएको हुनु पर्यो यसमा है, सेक्स डिटर्मिनेसन चार्ट। अब यसमा प्यारेन्ट्स भनेर हामीले फादर र मदर देखाउनु पर्यो र फादरको जिनोटाइप भनेको 44+XY, यानि कि फादरको यो के भन्छ रिप्रोडक्टिभ सेलमा हुने अथवा फादरको एउटा सेलमा हुने भनेको 44+XY क्रोमोजोम हुन्छ, किनकि मान्छेको एउटा सेलमा त जम्मा 46 क्रोमोजोमहरू हुन्छ नि, त्यसमध्ये 44 भनेको सोमेटिक क्रोमोजोम भयो, XY XX भनेको सेक्स क्रोमोजोम भयो, यानि कि यसले चाहिँ सेक्स डिटर्माइन गर्ने काम गर्छ अथवा मेल फिमेल डिटर्माइन गर्ने काम गर्छ। मदरमा चाहिँ 44+XX छ र मायोसिस सेल डिभिजन भएर चाहिँ यहाँबाट कुन कुन सेल बन्छ त, ग्यामेट्स बन्छन्, मेल ग्यामेट र फिमेल ग्यामेट। अब मेल ग्यामेटमा हुने क्रोमोजोमहरूमध्ये 24+X हो अथवा 24+Y हो होइन। र यो दुईवटा सेलहरू, यो दुईवटा क्रोमोजोमहरू भएको सेल प्रड्युस गर्ने चान्सेस पनि 50-50 हुन्छ मेलको केसमा, र फिमेलको केसमा चाहिँ 22+X र 22+X नै हुन्छ है। अब फर्टिलाइजेसन भएपछि के हुन्छ त, यो दुईवटा सेलहरू मिलेर के भन्छ त 44+XX बने एउटा, अर्को यो फादरबाट यो सेल र मदरबाट 22+X सेल बनेर यो पनि 44+XX बने, र 44+XX भनेको चाहिँ मदरसँग मिल्नेछ, यानि कि फिमेल रहेछ र यो फिमेल भनेको मतलब के त डटर भयो, दुईवटा डटर बन्यो, दुईवटा सनहरू बन्यो। सो 50-50 चान्स भयो नि त, चारवटामा दुईवटा चाहिँ डटरको छ, दुईवटा सनहरूको छ। त्यही भएर द probability of the pregnant woman giving birth to daughter or son is 50%. सन भने पनि 50%, डटर भने पनि 50% भयो। यो कुरा चाहिँ के छ त, यो सेक्स डिटर्मिनेसन चार्टले चाहिँ भेरिफाई गर्छ, यही कुरा चाहिँ क्वेसनमा सोधेको छ। यो चाहिँ अब प्री क्वालिफाई इक्जामकै दिने विद्यार्थीले बनाएको कुरा हो, लेखेको कुरा हो है। यो गरेको 2 मार्क्स यसरी लेखेको है। 2 मार्क्समा अब धेरै त्यस्तो एक्सप्लेनेसन गरिरहनु पर्दैन, चार्ट बनाउने प्लस उसले सोधेको प्रोबेबिलिटी लेखिदिने कुराहरू छ। तपाईँले यो गर्नुभयो भने 2 मार्क्स चाहिँ कन्फर्म आउँछ। यो भयो क्वेसन नम्बर 7। नाउ लेट्स मुभ अन टु क्वेसन नम्बर 6। आर्टिफिसियल इन्सेमिनेसन इज बुन फर द फार्मर्स, मेन्सन 2 पोइन्ट्स टु प्रुभ द स्टेटमेन्ट भन्यो होइन। आर्टिफिसियल इन्सेमिनेसन चाहिँ किसानहरूको लागि वरदान हो भन्ने कुरा चाहिँ भेरिफाई गर्नको लागि, प्रश्न पार्नको लागि चाहिँ दुईवटा पोइन्ट लेख भनेको छ है। यसको लागि हामीले लेख्ने भनेको एडभान्टेजेस अफ एआई नै हो, आर्टिफिसियल इन्सेमिनेसन नै हो होइन। अब एडभान्टेजमा नम्बर 1मा के हुनसक्छ त, बिकज अफ एआई आर्टिफिसियल इन्सेमिनेसन देयर इज नो बर्डन अफ रियरिङ मेल एनिमल होइन। जस्तै अब
राँगो भैँसीको कुरा गर्ने हो भने हामीले दुध खानको लागि चाहिँ अब भैँसी मात्रै पाले हुने भयो, राँगो पालिराख्नु परेन। गाई र गोरुको केसमा नि गाई मात्रै पाले भयो, गोरु पालिराख्नु परेन। त्यही त बाख्राहरूको केसमा नि बाख्रा मात्रै पाले भयो, बोका पालिराख्नु परेन। किनभने अब यो मेल पार्टनरले प्रड्युस गर्ने मेन रोल भनेको स्पर्म हो। स्पर्म भनेको बेटर क्वालिटीको जहाँबाट नि ल्याएर हामीले युज गर्न सक्ने भयो यसमा। त्यही भएर पहिलो एडभान्टेज भनेको चाहिँ त्यो भयो है, भेरिफाई गर्नको लागि। सेकेन्डमा के छ त, फ्रम एआई वी क्यान प्रड्युस द एनिमल्स अफ बेटर क्वालिटी, बेटर ट्रेड्स होइन। अब के छ भन्दा बेटर क्वालिटीको अफ स्प्रिङ एनिमल प्रड्युस गर्नको लागि चाहिँ बेटर क्वालिटीको स्पर्म युज गर्नुपर्ने हुन्छ। बेटर क्वालिटीको स्पर्म हामीले केबाट थाहा पाउन सक्छ भन्दा टेस्ट गरेर, होइन, स्पर्म टेस्ट गर्न मिल्ने भयो। अब बेटर क्वालिटीको स्पर्म टेस्ट गर्नको लागि कहाँबाट ल्याउने भन्दा बेटर क्वालिटीको मेलबाट लिने, एक्सट्र्याक्ट गर्ने हो है। त्यही भएर बेटर क्वालिटीको मेल भनेर चाहिँ पत्ता लगाउनको लागि चाहिँ यही स्पर्म टेस्ट गरेपछि नै हुने हो है। अब पहिलो त बेटर क्वालिटीको मेल, बेटर क्वालिटीको स्पर्म र बेटर क्वालिटीको स्पर्म युज गरेर इन्जेक्ट गरेर, फिमेलमा इन्जेक्ट गरेर चाहिँ प्रड्युस गरेको जो अफ स्प्रिङ छ त्यो चाहिँ बेटर क्वालिटीको हुने भएकोले त्यहाँबाट के छ त, किसानहरूले चाहिँ इन्कम पनि राम्रो गर्ने भयो होइन। त्यहाँबाट राम्रो मिल्क प्रोडक्सन गर्ने भयो, मिट प्रोडक्सन गर्ने भयो। त्यो बेच्दाखेरि चाहिँ उसले इन्कम पनि राम्रो हुने हुनाले दिस आर्टिफिसियल इन्सेमिनेसन इज बुन फर द फार्मर्स भनेको। अनि अर्को कुरा चाहिँ अब यसमा के हुन्छ त, टाइम पनि कम लाग्छ होइन। अर्को कुरा कस्ट पनि, मेल जो एनिमल छ त्यो पालिराख्नुभन्दा त एकपटकमा अब एकपटक युज गर्दा अरू बेटर क्वालिटीको स्पर्म चाहिँ अरूबाट ल्याएर युज गर्दाखेरि चाहिँ के हुन्छ त, समग्रमा चाहिँ कस्ट पनि कमै पर्न आउँछ। त्यही कुराहरू चाहिँ तपाईँले यो पोइन्टमा लेख्नुपर्ने हुन्छ। दुईवटा सोधेको छ, दुईवटामा चाहिँ अब त्यही मेल एनिमल पालिरहनु पर्दैन भन्ने कुरा, अर्को बेटर क्वालिटीको प्रड्युस गर्न सकिन्छ भन्ने कुरा चाहिँ तपाईँले यसमा लेख्नु होला। त्यहाँबाट चाहिँ फार्मरले चाहिँ हायर इन्कम गर्न सक्छन् भन्ने कुरा चाहिँ यो पोइन्टमा, यो क्वेसनमा लेख्नुपर्ने हुन्छ। त्यो अब तपाईँको बुकहरूमा पनि दिएको छ, त्यो राम्रोसँग हेरेर पनि तपाईँले प्र्याक्टिस गर्नु होला, इम्पोर्टेन्ट छ है यो। क्वेसन नम्बर 5 इज आस्क फ्रम लाइफ साइकल अफ हनीबी भन्नेबाट आएको छ है। यसमा डायग्राम दिएको छ जसमा यहाँ सुरुमा फिमेल लेखेको छ, सेकेन्डमा मेल लेखेको छ। फिमेलको बडीको एउटा सेलमा 32 क्रोमोजम, मेलकोमा 16 क्रोमोजम रहेको छ एउटा सेलमा है। फिमेलको बडीमा मायोसिस सेल डिभिजन हुन्छ जसबाट ओभम बन्छ। मेलको बडीमा चाहिँ माइटोसिस सेल डिभिजन भएर स्पर्म्स बन्ने कुरा देखेको छ। किन भन्दा अब स्पर्म त खासमा मायोसिस सेल डिभिजनबाटै बन्ने हो, तर मायोसिस सेल डिभिजनबाट त डेप्लोइड सेल यानि कि 32 क्रोमोजम भएको सेल डिभाइड भएर 16 क्रोमोजम भएको सेल बन्छ है। तर यो मेलको केसमा त के छ, यो त अलरेडी 16 क्रोमोजम छ, अलरेडी हाप्लोइड केसमा छ। अब यसमा पनि मायोसिस सेल डिभिजन हुने भने त के भयो, यसको हाफ त 8 क्रोमोजमवाला भयो। 8 क्रोमोजम त अब यो त फेरि हनीबीको लागि राम्रो भएन। त्यही हुनाले के हुन्छ त, यो ड्रोन बीहरूमा चाहिँ जो चाहिँ हाप्लोइड सेलबाट बनेको हुन्छ त्यसमा चाहिँ यो स्पर्म बन्दाखेरि चाहिँ मायोसिस सेल डिभिजनमा माइटोसिस सेल डिभिजन नै भन्छ कि, जसमा चाहिँ आइडेन्टिकल एउटा मदर सेलबाट चाहिँ 2वटा आइडेन्टिकल डटर सेलहरू बन्ने काम हुन्छ। स्पर्मबाट स्पर्म बनेको यानि 16 क्रोमोजमबाट 16 क्रोमोजम नै भएको सेलहरू बन्ने प्रोसेस माइटोसिस सेल। त्यसपछि ए र बी प्रोसेसमा के देखाएको छ भन्दा एमा चाहिँ फिमेलबाट 16 क्रोमोजम भएको सेल यानि कि ओभम र मेलबाट 16 क्रोमोजम भएको स्पर्म फ्युज भएर के भन्छ त 32 क्रोमोजम भएको फिमेलको जाइगोट बन्छ भनेको छ प्रोसेस एबाट। त्यसै प्रोसेस बीमा चाहिँ के छ त, जो 16 क्रोमोजम भएको ओभरी छ फिमेलले प्रड्युस गरेको, त्यहाँबाट सिधै त्यो क्रोमोजम भएको ओभम चाहिँ डेभलप भएर सिधै ड्रोन बी बन्छ भनेर यहाँ दिएको छ है। सो प्रोसेस ए इज फर्टिलाइजेसन फ्रम विच क्विन बी अर वर्कर बी इज फर्मड बाई द फ्युजन अफ ओभम एन्ड स्पर्म ओके। र प्रोसेस बी इज पार्थेनोजेनेसिस। प्रोसेस बी भनेको के रहेछ, पार्थेनोजेनेसिस हो। एन्ड दिस प्रोसेस इज द प्रोसेस फ्रम विच द ड्रोन बीज आर फर्म विदाउट द फ्युजन अफ मेल एन्ड फिमेल। यो चाहिँ फिमेल ग्यामेटबाटै भन्छ कि, मेल ग्यामेटको यसमा कुनै पनि रोल नहुँदैन ड्रोन बी बन्नको लागि चाहिँ। द्याट्स द केस, यो तपाईँले लेख्नुपर्ने हुन्छ है। अब यसमा प्रोसेस ए र प्रोसेस बीको नाम लेखेको 1 मार्क र यो डिफाइन गरेको 1 मार्क गरेर टोटल 2 मार्क्सको क्वेसन चाहिँ यो रहेको छ। तपाईँले केही गरेर प्रोसेसको नाम लेख्नु भएन, डेफिनेसन मात्रै लेख्नुभयो भने पनि त्यसमा 1 मार्क मात्रै मार्क्स आउँछ। त्यस्तै प्रोसेस मात्रै लेख्नुभयो, यो डेफिनेसन चाहिँ लेखेन भने फेरि त्यसमा पनि
यो डेफिनेसनको वाला मार्क्स काटिन्छ, प्रोसेसको लेखेको 1 मार्क मात्रै आउने भयो। त्यही भएर 2 मार्क्स पाउनको लागि चाहिँ दुइटै कुरा यहाँ तपाईँले गर्नुपर्ने हुन्छ। ओके ओके द्याट्स अल। नाउ लेट्स मुभ अन टु क्वेसन नम्बर 4। क्वेसन नम्बर 4 चाहिँ यो अब क्लासिफिकेसन अफ अर्गानिजमबाट सोधिएको छ है। र आइडेन्टिफाई फाइलम अफ द अर्गानिजम विथ द गिभन फिचर भनेर दिएको छ है। यहाँ फिचर दिएको छ, तपाईँले सबभन्दा पहिला अब यो कुन एनिमलसँग मिल्छ अथवा कुन अर्गानिजमसँग मिल्छ यो फिचर, त्यो तपाईँले आइडेन्टिफाई गर्नु पऱ्यो। त्यसपछि त्यो अर्गानिजम कुन फाइलममा पर्छ त्यो हेर्नु पऱ्यो। अब फाइलम नै भनेपछि त पक्कै एनिमल नै हुनुपर्छ है, किनभने प्लान्टको केसमा त फाइलम हुँदैन, त्यसमा त डिभिजन भन्ने हुन्छ। सो क्वेसन नम्बर आई सेज बडी इज इलङ्गेटेड सेगमेन्टेड एन्ड हर्माफ्रोडाइट भनेको छ। हर्माफ्रोडाइट भनेको बाइसेक्सुअल, त्यस्तो अर्गानिजम जसमा चाहिँ मेल र फिमेल दुवै रिप्रोडक्टिभ पार्टहरू हुन्छ एउटै अर्गानिजममा, एउटै इन्डिभिजुअलमा। अब इलङ्गेटेड र बडी सेगमेन्टेड भनेको छ, यो भनेको त अभियसली यस्तो यो इलङ्गेटेड बडी र सेगमेन्टेड हर्माफ्रोडाइट भन्ने बित्तिकै हाम्रो दिमागमा अर्थवर्म भन्ने आउन पऱ्यो टाइपमा अथवा इक्जाम्पलमा। एन्ड अर्थवर्म चाहिँ कुन फाइलममा पर्छ त, एनिलिडा भन्ने फाइलममा पर्छ। यति लेख्यो भने 1 मार्क आयो। त्यति नम्बर आईमा छ दे हेभ होलो बडी टेन्टाकल्स एन्ड स्टिन्जिङ सेल्स भनेको छ। होलो बडी टेन्टाकल्स भन्ने बित्तिकै हामी कहाँ जानु पऱ्यो त, यो चाहिँ हाइड्रा अथवा जेलीफिस भन्ने कुरा सम्झिनु पऱ्यो। र यिनीहरू चाहिँ कुन फाइलममा पर्छ त, कोलेनतिर एउटा फाइलममा पर्छ। यो कोलेन भन्ने बित्तिकै होलो बडी भन्ने कुरा बुझौँ है हामीले, मिनिङ लिटरल मिनिङ चाहिँ कोलेनको के हो त, होलो बडी भन्ने हो। र यो लेखेको 1 मार्क भयो। टोटल 2 मार्क्सको क्वेसन यहाँ रहेको छ। नाउ लेट्स मुभ अन टु क्वेसन नम्बर 3। द फर्स्ट क्वेसन अफ ग्रुप सी, प्रुभ द्याट ओहम इज इक्वल टु केजी मिटर स्क्वायर सेकेन्डको पावर -3 एन्ड A2 पावर -2 रहेको छ। यो चाहिँ अब हामीले टाइप्स अफ युनिट्सबाट सोधेको क्वेसन रहेको छ, डिराइभ युनिट र फन्डामेन्टल युनिट। यो ओहम भनेको डिराइभ युनिट हो, यसमा चाहिँ फन्डामेन्टल युनिटहरू के रहन्छ र कति रहन्छ भन्ने कुरा चाहिँ प्रुभ गर्न दिएको छ यसमा है। त्यसको लागि हामीलाई सबभन्दा पहिला थाहा हुनुपर्ने भनेको क्लास 9मा पढेको ओहम्स ल हो है। ओहम्स लले के भन्छ त, कुनै पनि वायरको हैन, कुनै पनि वायरको एक्रसमा भएको पोटेन्सियल डिफरेन्स यानि कि भोल्टेज चाहिँ त्यो वायरको थ्रु फ्लो हुने करेन्टसँग चाहिँ प्रोपोर्सनल हुन्छ, डाइरेक्टली प्रोपोर्सनल हुन्छ भन्ने कुरा चाहिँ ओहम्स लले गर्छ हैन। यानि कि भी इज डाइरेक्टली प्रोपोर्सनल टु आई भन्ने कुरा चाहिँ ओहम्सले ल गर्थ्यो। र त्यो वायरको लागि चाहिँ रेजिस्टेन्स भनेको कन्स्टेन्ट हुन्छ। सो भी इज इक्वल टु आइआर भन्ने फर्मुला हामीले 9मा पढिसकेका छौँ, त्यही फर्मुला यहाँ युज गर्नु पऱ्यो कि। सो भी इज इक्वल टु फ्रम ओहम्स ल, भी इज इक्वल टु आई इन्टु आर यानि कि करेन्ट इन्टु रेजिस्टेन्स। सो हामीलाई यहाँ रेजिस्टेन्सको कुरा चाहिएको छ। सो रेजिस्टेन्स आर इज इक्वल टु भी बाई आई भन्यो, भोल्टेज बाई करेन्ट है। अनि भोल्टेज भनेको फेरि के हो त, वर्क डन पर युनिट चार्ज हो है, वर्क डन पर युनिट चार्ज। करेन्टको एज इट इज आई। फेरि यो वर्क डन भनेको फोर्स इन्टु डिस्टेन्स हो है, फोर्स इन्टु डिस्टेन्स, फोर्स मल्टिप्लाई बाई डिस्टेन्स। र क्यु भनेको करेन्ट इन्टु टाइम, किनभने करेन्ट भनेको चाहिँ के हो त, चार्ज पर युनिट टाइम हो नि त। हामीलाई यहाँ करेन्ट चार्जको ठाउँमा चाहिएको छ त, अब चार्ज भनेको क्रस मल्टिप्लाई गर्दा करेन्ट इन्टु टाइम नै आउँछ। र अर्को करेन्ट भनेको एज इट इज। त्यही त फोर्स भनेको न्युटन सेकेन्ड ल अफ मोसन अनुसार मास इन्टु एक्सिलेरेसन हुन्छ, मास इन्टु एक्सिलेरेसन। अब यो सबै टर्महरूको एसआई युनिट युज गर्ने हो भने चाहिँ यहाँ तल के आउँछ हेर्नु त, ओम। अब रेजिस्टेन्सको एसआई युनिट ओहम हो, र मासको केजी हो, एक्सिलेरेसनको मिटर पर सेकेन्ड स्क्वायर हो, डिस्टेन्सको फेरि मिटर हो, र करेन्टको एम्पियरको करेन्ट स्क्वायर छ यहाँ स्क्वायर स्क्वायर भएको भएर एम्पियर भयो, र टाइमको सेकेन्ड भयो। सो यहाँबाट चाहिँ सिम्प्लिफाई गर्दाखेरि के भयो त, ओहम बराबर केजी मिटर स्क्वायर सेकेन्डको पावर -3 र एम्पियरको पावर -2 आयो। एन्ड दिस इज प्रुभड। यसरी चाहिँ हामीले क्वेसन नम्बर 3मा सोधेको क्वेसन चाहिँ प्रुभ गर्न सक्छौँ। कुनै पनि फर्मुला रिलेसन अथवा युनिट चाहिँ प्रुभ गर्न भनेर दिएको छ भने सबभन्दा पहिला हामीलाई फर्मुला थाहा हुनु पऱ्यो है, कुनै पनि युनिटको कुरा प्रुभ गर भनेको छ भने, किनकि यो स्ट्यान्डर्ड रिलेसनबाटै जाने हो। र सकेसम्ममा हामीलाई जुन जुन भेरिएबलको युनिट थाहा छ त्यहाँसम्म कन्भर्ट गर्दै लानु पऱ्यो। जस्तो कि हामीलाई मासको थाहा छ, एक्सिलेरेसनको थाहा छ, डिस्टेन्सको थाहा छ, करेन्टको थाहा छ, फन्डामेन्टल युनिट टाइमको थाहा छ। तर अब यो फोर्सको त गाह्रो हुन्छ नि त लेख्न, अथवा वर्क डनको त गाह्रो हुन्छ नि लेख्न। त्यही भएर सकेसम्म कन्भर्ट गर्दै लाने सिम्पल टर्म हो। र लास्टमा के गर्ने, तिनीहरूको रेस्पेक्टिभ एसआई युनिट युज गर्ने, प्रुभ भइहाल्छ सिम्प्लिफाई गरेपछि। दिस इज क्वेसन नम्बर 3, 2 मार्क्स रहेको छ। यसरी चाहिँ हामीले ग्रुप सी अन्तर्गत पढ्ने सर्ट एन्सर क्वेसनहरू, जम्मा 14वटा क्वेसनहरू हुन्छन् यसमा, त्यसको फिडब्याक
दिएँ है मैले यसमा। अब यहाँसम्म कतिको बुझ्यो? कुनै क्वेसनको नबुझेको छ भने तपाईँले कमेन्ट बक्समा छोड्नु होला, कति नम्बरको के पार्ट बुझेन त्यो कमेन्ट सेक्सनमा मैले रिप्लाई दिने कोसिस गर्छु। ओके, त्यो कुरामा आत्तिनु परेन। नाउ लेट्स मुभ अन टु ग्रुप बी। ग्रुप बी कन्टेन्स टोटल 9 क्वेसन्स एन्ड इच क्वेसन अफ ग्रुप बी क्यारिज 1 मार्क। टोटल चाहिँ 9 मार्कको क्वेसनहरू चाहिँ यो ग्रुप बीमा हुन्छ। ओके, एन्ड दिस स्टार्ट फ्रम ग्रुप बीमा चाहिँ खासमा क्वेसन नम्बर 2 रहेको हुन्छ। क्वेसन नम्बर 2 अन्तर्गत नै एदेखि आईसम्म चाहिँ क्वेसनहरू हुन्छन्। ओके, ए टु आई। ओके, अब हेरौँ यहाँ। क्वेसन नम्बर आई सेज वाट इज द आइयुपिएसी नेम अफ द गिभन कम्पाउन्ड भन्यो। यहाँ कम्पाउन्डको स्ट्रक्चरल फर्मुला दिएको छ यो है, स्ट्रक्चरल फर्मुला दिएको छ। यो स्ट्रक्चरल फर्मुला चाहिँ हाइड्रोकार्बन एन्ड इट्स कम्पाउन्ड भन्ने च्याप्टरबाट रहेको छ। अब यसमा सरस्वती हेर्ने भने 3वटा कार्बनहरू रहेको छ जसको बिचमा चाहिँ सिङ्गल बन्डहरू रहेको छ हैन, र हरेक कार्बनमा चाहिँ एउटा OH ग्रुप छ। OH ग्रुप भएको भएर सबैभन्दा पहिला तपाईँलाई के थाहा हुनु पऱ्यो भने यो OH ग्रुप हुने बित्तिकै यो अल्कोहल भयो भन्ने कुरा बुझ्नु पऱ्यो। अब कुन टाइपको अल्कोहल हो भन्ने हो भने यहाँ त हामीलाई अब अल्केनबाटै सोधेया हुन्छ हैन, किन अल्किन र अल्काइनबाट त अल्कोहलको सोधिँदैन किनकि हामीले पढ्नु पर्दैन, सिलेबस अनुसार त्यो छैन। त्यही हुनाले अब सिङ्गल बन्डवालै छ अल्केन भयो हैन, OH ग्रुप छ अल्कोहल भन्ने भयो है। कतिवटा OH ग्रुप छ भन्ने कुरा चाहिँ अब टाइप अफ अल्कोहलमा हेर्नु पऱ्यो कि कतिवटा OH ग्रुप छ भन्ने कुराले चाहिँ के हामीलाई डिटर्माइन गर्न हेल्प गर्छ त, टाइप्स अफ अल्कोहल डिटर्माइन गर्न हेल्प गर्छ। मोनोहाइड्रिक हो कि डाइहाइड्रिक हो कि ट्राइहाइड्रिक हो। यसमा 3वटा OH ग्रुप छ, हरेक कार्बनमा एउटा एउटा गरेर 3वटा कार्बनमा 3वटा OH ग्रुप रहेको छ। सो दिस इज ट्राइहाइड्रिक अल्कोहल है, ट्राइहाइड्रिक अल्कोहल भयो। ट्राइहाइड्रिक अल्कोहल छ भने त्यसको सफिक्स चाहिँ हामीले के भनेर पढाएको छौँ, ट्राइओल भनेर पढाएको छौँ। सिङ्गल छ भने ओल मात्रै, डबल छ भने डाइओल, सिङ्गल ट्रिपल छ भने ट्राइओल है। अब यसको समग्र नेम के हुन्छ भन्ने कुरा चाहिँ अब कार्बनको नम्बर काउन्ट गर्नु पऱ्यो। 3वटा कार्बन रहेको छ। सो हामीले साइन्टिफिक नेम लेख्दा सबभन्दा पहिला के थाहा हुनु पऱ्यो भने नि तपाईँलाई साइन्टिफिक नेम लेख्दाखेरि अथवा आइयुपिएसी नेम लेख्दाखेरि आइयुपिएसी नेम लेख्दाखेरि के थाहा हुनु पऱ्यो सबभन्दा पहिला वर्ड रुट थाहा हुनु पऱ्यो है। वर्ड रुट भनेको नम्बर अफ कार्बनले डिटर्माइन गर्छ है। त्यसपछि हामीलाई के थाहा हुनु पऱ्यो त, सफिक्स थाहा हुनु पऱ्यो। अल्केनको टाइप्स अफ हाइड्रोकार्बनको सफिक्स थाहा हुनु पऱ्यो है। त्यसपछि अल्कोहलको सफिक्स थाहा हुनु पऱ्यो, सफिक्स 1, प्राइमेरी सफिक्स र सेकेन्डरी सफिक्स भनौँ न। यो प्राइमेरी सफिक्स भनौँ, यानि कि यो अल्केनको हाइड्रोकार्बनको टाइप अर्को छ सेकेन्डरी सफिक्स है। यहाँ 2टा सफिक्स युज हुन्छ, 2टा सफिक्स युज हुन्छ। ओके ल, अब हेर्नु त आइयुपिएसी नेममा वर्ड रुट भनेको नम्बर अफ कार्बनले डिटर्माइन गर्छ भने मैले हैन, नम्बर अफ कार्बनको आधारमा चाहिँ वर्ड रुट फरक हुन्छ। एउटा कार्बन छ भने मिथेन, 2टा छ भने इथ 3टा छ भने प्रोप भए चाहिँ। सो यहाँ 3वटा कार्बन छ, प्रोप आयो हैन। र कार्बन कार्बनको बिचमा कतिवटा बन्ड छ त्यसको आधारमा चाहिँ प्राइमेरी सफिक्स भनौँ, यो याद गर्नु होला है। प्राइमेरी सफिक्स यहाँ सिङ्गल बन्ड छ, सिङ्गल बन्ड छ भने अल्केन हो, अल्केन छ भने अल्केनको प्राइमेरी सफिक्स के हुन्छ त ए यानि हुन्छ एन। सो वर्ड रुट र प्राइमेरी सफिक्स मिलाएर हाम्रो के आयो, यहाँ 3वटा कार्बन भएको भएर प्रोपेन भन्ने आयो है। अब यो अल्कोहल भन्ने कुरो त हामीलाई पहिल्यै थाहा भयो, त्यसको लागि सेकेन्डरी सफिक्समा जानु पऱ्यो। अल्कोहलको लागि सफिक्स भनेको ओएल हो हैन। ओएल कतिवटा छ, यहाँ 3टा छ, त्यही भएर ट्राइहोल आयो। अब यो ओएल चाहिँ कुन कुन कार्बन कुन कुन नम्बरको कार्बनमा छ भन्ने कुरा चाहिँ यो नम्बरले जनाउँछ कि। जस्तो कि यहाँ तपाईँ के छ हेर्नु त, यो अब नम्बर यो कार्बनलाई काउन्टिङ गर्ने हो भने 1 2 3 भयो हैन, अथवा यता काउन्ट गऱ्यो भने 1 2 3 हुन्थ्यो। सो 3वटै कार्बन एटमहरूमा चाहिँ एउटा एउटा OH ग्रुप भएको भएर के भयो त 1 2 3 यहाँ आयो कि 1 2 3 प्रोपेन 1 2 3 ट्राइहोल इज द आइयुपिएसी नेम अफ दिस कम्पाउन्ड। अब यसमा यदि यो पार्ट नभएर यहाँ हाइड्रोजन भइदिएको भए त्यो त के जान्थ्यो, त्यो त 2टा मात्रै कार्बन छ हैन, इथ हुन्थ्यो। कार्बन कार्बनको सिङ्गल बन्छ इथेन हुन्थ्यो। 2टा OH ग्रुप छ इथेन 1 2 डाइहोल हुन्थ्यो, जुन चाहिँ हामीले ग्लाइकोल भन्ने टपिकमा पढायो, इथाइल ग्लाइकोल, त्यो कुराहरू छ है। र आइयुपिएसी नेम यो कम्पाउन्डको चाहिँ के हो त प्रोपेन 1 2 3 ट्राइहोल। यो त अब एकदम इम्पोर्टेन्ट छ, यो बोर्ड इक्जामहरूमा पनि सोधिरहेको हुन्छ, एकदम थाहा हुनुपर्छ है। यो 2टा छ आइयुपिएसी नेम थाहा हुनुपर्ने भनेको, एउटा भनेको यही ग्लिसरलको, यो त ग्लिसरलको हो नि त यो कम्पाउन्ड, अर्को भनेको ग्लाइकोलको हो।
ग्लिसरलको केसमा प्रोपेन 1 2 3 ट्राइओल, ग्लाइकोलको केसमा इथेन 1 2, प्रोपेनको केसमा प्रोपेन, ग्लिसरलको केसमा प्रोपेन 1 2 3 ट्राइओल र ग्लाइकोलको केसमा चाहिँ के हुन्छ त इथेन 1 2 डाइओल भन्ने, ट्राइओल डाइओल। नाउ क्वेसन नम्बर एच, इन इलेक्ट्रोलाइटिक रिफाइनिङ अफ कपर वाट ह्यापन्स टु इम्प्युरिटिज मोर रियाक्टिभ देन कपर भन्नेमा, कपरको इलेक्ट्रो रिफाइनिङमा अब अक्सिडेसन कपर वरहरूबाट मेटल एक्सट्र्याक्ट गर्ने बेलामा सबभन्दा पहिला के हुन्छ, क्रसिङ भन्ने हुन्छ। कपरलाई के अरे वरहरूलाई एकदम मसिनो टुक्राहरू बनाउनु पऱ्यो, त्यसपछि पल्भराइजेसन हुन्छ, पाउडर फर्ममा कन्भर्ट गर्ने, त्यसपछि कन्सन्ट्रेसन हुन्छ इजिली रिमुभेबल इम्प्युरिटीहरूलाई रिमुभ गर्नको लागि, र वरमा मेटलको कन्सन्ट्रेसन बढाउनको लागि गरिने भनेको कन्सन्ट्रेसन अफ वर हो। त्यसपछि अक्सिडेसन भन्ने हुन्छ, अक्सिडेसन भनेको वरलाई मेटल अक्साइडमा कन्भर्ट गर्ने होइन। त्यसपछि रिडक्सन भन्ने हुन्छ, मेटल अक्साइडबाट मेटलमा रिड्युस गर्ने, रिडक्सन यानि कि अक्सिजन हटाएर रिमुभ गरेर चाहिँ मेटल अक्साइडलाई मेटलमा कन्भर्ट गर्नु। मेटलमा कन्भर्ट गरिसकेपछि त्यसमा केही इम्प्युरिटीहरू हुन्छ होइन, त्यो इम्प्युरिटी हटाउनको लागि चाहिँ इलेक्ट्रोलाइटिक रिफाइनिङ भन्ने गरिन्छ। कपरको केसमा इलेक्ट्रोलाइटिक रिफाइनिङ भन्ने हुन्छ। अब त्यसमा केही इम्प्युरिटीहरू चाहिँ कपरभन्दा बढी रियाक्टिभ होला कि कम, केही चाहिँ कम रियाक्टिभ होला। दुवै खालको इम्प्युरिटी हटाउने तरिका भनेको एउटै छ इलेक्ट्रोलाइटिक रिफाइनिङमा है। सो अब यो केसमा चाहिँ यो कपरभन्दा मोर रियाक्टिभ इम्प्युरिटी चाहिँ के हुन्छ भनेको छ है, के हुन्छ भनेको छ कि इलेक्ट्रो रिफाइनिङ गर्दाखेरि के हुन्छ तिनीहरूलाई हटाउने नै हो। हटाउने भनेपछि त के हुन्छ त, मेटलबाट पक्कै पनि त्यो छुट्टिन्छ, सेपरेट हुन्छ। सो इम्प्युरिटिज मोर रियाक्टिभ देन कपर डिजल्भ इन इलेक्ट्रोलाइट एन्ड रिमेन इन द सल्युसन भन्ने कुरा चाहिँ तपाईँले यो क्वेसनको एन्सरमा लेख्नुपर्ने हुन्छ है, यो क्वेसनको एन्सरमा लेख्नुपर्ने हुन्छ है। यसो रहेको छ। अब यहाँ के छ हेर्नु त, यो इम्प्योर मेटल कपर हो, यो प्योर कपर हो, यानि कि यो एनोड हो, यो क्याथोड हो है, यो भोल्टामिटर हो है। एक्सपेरिमेन्टल सेटअप फर द इलेक्ट्रोलाइटिक रिफाइनिङ अफ कपर भनेर लेखिएको छ है। अब के हुन्छ त, थ्रु आउट द रिफाइनिङ प्रोसेस द इम्प्योर कपर फ्रम दिस एनोड होइन गेट्स आयोनाइज्ड, र यहाँ चाहिँ कपर सल्फेट सल्युसन युज गरे हुन्छ। आयोनाइज भएको जुन कपर आयोन हुन्छ नि त्यो चाहिँ बिस्तारै के हुन्छ त, पोजिटिभ Cu++ हो, Cu++ यो नेगेटिभ चार्जतिर के हुन्छ, एट्र्याक्ट हुन्छ र यो क्याथोडमा गएर के हुन्छ त, डिपोजिट हुँदै जान्छ, जम्मा हुँदै जान्छ प्योर कपरको रूपमा। र जो इम्प्युरिटीहरू छ नि, चाहे त्यो कपरभन्दा रियाक्टिभ होस् अथवा लेस रियाक्टिभ होस्, त्यो सबै चाहिँ कहाँ गएर जम्मा हुन्छ त, यहाँ जस्ट बिलो द एट द बटम अफ द भोल्टामिटर अर दिस कन्टेनर बिलो द एनोड के हुन्छ, त्यहाँ डिपोजिट हुँदै जान्छ। यसलाई चाहिँ के भन्छ त, एनोड मड भन्छ। यसरी जम्मा भएको इम्प्युरिटीलाई के भन्छ, एनोड मड अर इम्प्युरिटिज नै भन्छ। सो कपरको इलेक्ट्रो रिफाइनिङ हुँदाखेरि पनि के हुन्छ त, चाहे जतिसुकै रियाक्टिभ होस् अथवा कम रियाक्टिभ होस्, इम्प्युरिटी बस्ने कहाँ हो, यहीँ हो कि। सो इन इलेक्ट्रोलाइटिक रिफाइनिङ अफ कपर द इम्प्युरिटिज रियाक्टिभ देन कपर आर सेटल डाउन एट द बटम अफ द भोल्टामिटर बिलो द एनोड एज एनोड मड भनेर तपाईँले लेख्नु पर्यो। ओके, यहाँ पनि यसरी लेखिदिएको छ, तपाईँले यही पनि लेख्न सक्नुहुन्छ सिम्पली फर सिम्प्लिसिटी। द्याट्स द एन्सर फर क्वेसन नम्बर एच। नाउ क्वेसन नम्बर जी, which oxidation process is used during metallurgy to convert कार्बोनेट वर्ड्स टु देयर अक्साइड्स भन्यो। अब वरको आधारमा चाहिँ अक्सिडाइज गर्ने प्रोसेस बेग्लै बेग्लै छ। यदि वर चाहिँ सल्फाइड फर्ममा छ भने त्यसलाई मेटल अक्साइड फर्ममा कन्भर्ट गर्नको लागि रोस्टिङ युज गर्ने भनेको छ मेथड। तर यदि वर चाहिँ कार्बोनेट फर्ममा, हाइड्रो अक्साइड फर्ममा अथवा बाइकार्बोनेट फर्ममा अथवा सल्फाइड र अक्साइड बाहेक अरू फर्ममा छ भने तिनीहरूलाई चाहिँ अक्साइड फर्ममा कन्भर्ट गर्नको लागि चाहिँ कुन मेथड युज गरिन्छ त, क्याल्सिनेसन भन्ने युज गरिन्छ भन्ने कुरा बुझ्नु पऱ्यो। नम्बर एफ, if the galaxy is 10 megaparsec away from the earth, approximately how fast is it moving away from us according to Hubble's constant of 73 किलोमिटर पर सेकेन्ड पर एमपिसी भने, मेगापार्सेक भनेको है एमपिसी भनेको। अब यसमा हामीलाई के दिएको छ भन्दा डिस्टेन्स दिएको छ, हब्बल्स कन्स्ट्यान्टको भ्यालु दिएको छ, स्पिड कति हो पत्ता लगाऊ भनेको छ। त्यसलाई हामीले हब्बल्स ल युज गर्नुपर्छ। हब्बल्स लबाट के थाहा छ त हामीलाई, v इक्वल टु h इन्टु d हो। भेलोसिटी इज डाइरेक्टली प्रोपोर्सनल टु डिस्टेन्स अथवा स्पिड इज डाइरेक्टली प्रोपोर्सनल टु डिस्टेन्स। h को भ्यालु 73 को छ, d को भ्यालु 10 दिएको छ। 73 इन्टु 10 भनेको 730 भयो। यो
हबल्स कन्स्ट्यान्टबाट यो तलको एमपिसी र डिस्टेन्सबाट एमपिसी दुईवटा क्यान्सल हुन्छ। हामीसँग भेलोसिटीको अथवा स्पिडको युनिट चाहिँ के आउँछ त किलोमिटर पर सेकेन्ड आउँछ। दिस इज द रिक्वायर्ड एन्सर। सिम्पली हबल्स ल लगाउने यसमा केही छैन नयाँ कुरा। ओके, नम्बर ई, in an electric motor what happens to the direction of rotation of the coil if the direction of the current through it is reversed भन्यो है। एउटा इलेक्ट्रिक मोटरमा यदि कोइलबाट फ्लो हुने करेन्टको डिरेक्सन चाहिँ रिभर्स गरिदियो भने यो रोटेसन अफ कोइलमा चाहिँ कस्तो चेन्ज आउँछ भन्ने कुरा चाहिँ उसले क्वेसनमा सोध्यो। त्यसको लागि मैले यो डायग्राम लिएँ है त। जस्तै कि हेर्दा यहाँ डायग्राममा चाहिँ ब्याट्रीबाट यो रेड भनेको पोजिटिभ टर्मिनल हो, यो साइडमा जोडिएको छ यो एन्डमा, अनि यो ब्ल्याक भनेको नेगेटिभ टर्मिनल हो, यो भनेको यो साइडमा जोडिएको छ। सो यसमा करेन्ट कसरी फ्लो हुन्छ त, यो साइडबाट यसरी फ्लो भएर कहाँ जान्छ त, नेगेटिभ टर्ममा यसरी जाने हो। जब सुरुमा यस्तो छ करेन्ट फ्लो होइन। अब सेकेन्ड केसमा के भने त उसले यदि यो रेड वायरलाई चाहिँ यो एन्डमा जोड्ने र यसलाई चाहिँ यहाँ जोड्दाखेरि यसको रोटेसनमा कस्तो चेन्ज आउँछ भने कि अथवा यसको डिरेक्सन अफ रोटेसनमा कस्तो चेन्ज आउँछ भने सपोज यतिको कनेक्सनमा चाहिँ के छ त, यो चाहिँ यसरी रोटेट गर्छ होइन, यसरी। अब यसको यो करेन्टको टर्मिनल ठ्याक्कै एक्सचेन्ज गरेर चाहिँ यो करेन्ट फ्लो चाहिँ यताको सट्टा अब यता हुने हो भने यो डिरेक्सन अफ रोटेसन अफ दिस कोइल पनि के हुन्छ त, रिभर्स नै हुन्छ है। अघि यता यसरी रोटेट गर्थ्यो भने अब के गर्नु पऱ्यो, यसरी रोटेट गर्नु पऱ्यो कि। सो यसबाट तपाईँले के बुझ्नु पऱ्यो भने इफ द डिरेक्सन अफ फ्लो अफ करेन्ट इन द कोइल इज रिभर्स्ड देन द डिरेक्सन अफ रोटेसन अफ द कोइल अल्सो गेट रिभर्स। त्यो कुरा चाहिँ तपाईँले यसमा लेख्नुपर्ने हुन्छ। कोइलमा करेन्टको डिरेक्सन चेन्ज भयो भने डिरेक्सन अफ रोटेसन अफ द कोइल पनि के हुन्छ, चेन्ज हुन्छ, रिभर्स हुन्छ भन्ने कुरा बुझ्नु पऱ्यो। नाउ क्वेसन नम्बर डी, यो चाहिँ यो के भन्छ, यो ऊबाट सोधेको क्वेसन रहेको छ। यो के भन्छ, डिस्पर्सन अफ लाइटबाट सोधेको क्वेसन रहेको छ यो, डिस्पर्सन अफ लाइट। ओके, डिस्पर्सन अफ लाइटबाट सोधेको क्वेसन रहेको छ यो। अब यसले भन्न खोजेको अनुसार चाहिँ के छ भन्दा अ बीम अफ व्हाइट लाइट पासेस थ्रु टु प्रिजम्स प्लेस इन कन्ट्याक्ट विथ देयर बेसेस अपोजिट भन्यो होइन। एउटा अपसाइड, एउटा चाहिँ इरेक्ट पोजिसनमा छ भने अर्को चाहिँ अपसाइड डाउन पोजिसनमा रहेको छ। वाट विल बी अब्जर्भ आफ्टर द लाइट इमर्जेज फ्रम द सेकेन्ड प्रिजम भनेको छ है। अब यसमा मैले एन्सरमा यहाँ के लेखाएको छु हेर्नु त, द लाइट इमर्ज फ्रम सेकेन्ड prism is single white light because second prism combines the light dispersed from the first prism भनेर यहाँ मैले त्यही कुरा लेखेको होइन। दुईवटा प्रिजम युज गर्दा के हुन्छ, लाइट रिकम्बाइन हुन्छ। पहिलो प्रिजमले चाहिँ के हुन्छ, व्हाइट लाइटलाई डिस्पर्स गरेर स्प्लिट गरेर सातवटा कलरमा स्प्लिट गराउँछ, सातवटा कलरको लाइटले प्रड्युस गर्छ। त्यही सातवटा कलरको लाइट रे चाहिँ सेकेन्ड प्रिजममा पास भएर बाहिर निस्किँदा के हुन्छ त, कम्बाइन हुन्छ सातवटा कलरहरू र लास्टमा के हुन्छ त, सिङ्गल व्हाइट लाइट नै सेकेन्ड प्रिजमबाट चाहिँ बाहिर निस्किन्छ भन्यो है। अब यो तपाईँले पढिसक्नु भएको छ खासमा होइन, तपाईँले मैले एउटा डायग्राम देखाउन चाहेँ ल। भन्दा पहिला हेर्नु त, प्रिजमको यो एउटा प्रिजम फर्स्ट प्रिजम भयो, यसमा बेस तलतिर छ, अर्को प्रिजम यो भयो, यसको बेस अपर डिरेक्सन छ। यसको मतलब के छ, दुईवटा प्रिजमको बेस चाहिँ जस्ट अपोजिट छ हो, र फर्स्ट प्रिजममा व्हाइट लाइट यसरी पास भयो। ओके, यसरी पास मासतिरबाट आएको छ, तलतिरबाट गएको छैन, यतातिर हुन्छ। र फर्स्ट प्रिजमबाट पास हुँदा इमर्ज हुँदाखेरि लाइट चाहिँ के छ त, 7 कलरमा स्प्लिट भएको छ। यो 7 कलर लाइट नै के छ, सेकेन्ड प्रिजममा चाहिँ एन्ट्री भएको छ, इन्सिडेन्ट भएको छ। सेकेन्ड प्रिजममा इन्सिडेन्ट भएको लाइट रे चाहिँ लास्टमा के छ त, रिकम्बाइनबाट सिङ्गल व्हाइट लाइटको रूपमा बाहिर निस्केको छ है। यही कुरा चाहिँ यो क्वेसनले पढ्न खोजेको, सोध्न खोजेको छ। The light ray emerges from the second prism is single white light because second prism combines light dispersed from the first prism भनेर चाहिँ यसमा लेख्नुपर्ने हुन्छ भनेर। ओके, आशा छ यहाँसम्म बुझिराख्नु भएको छ है। अब बुझिराख्नु भएको चाहिँ छैन, टाइम हेरेर चाहिँ तपाईँले कमेन्ट गर्नु होला है त, त्यहाँनिर मैले बुझाउने कोसिस गर्छु। नम्बर सीमा रहेको छ, वाइ इज टोटल इन्टरनल रिफ्लेक्सन युज इन अप्टिकल फाइबर्स फर कम्युनिकेसन भनेको छ है।
अब टोटल इन्टरनल रिफ्लेक्सन चाहिँ अप्टिकल फाइबरमा किन युज हुन्छ, त्यो पनि कम्युनिकेसन फिल्डमा भनेको छ। सबभन्दा पहिला चाहिँ टोटल इन्टरनल रिफ्लेक्सन भने के हो तपाईँले बुझिया हुनु पऱ्यो। त्यसको मतलब के छ त, लाइट रे, ओके, incident on the surface of the optical fiber does not escape out, okay, from the optical fiber or the device, but it reflects back to the other surface and it travel through the optical fiber, होइन। र त्यो हुने क्रममा चाहिँ के हुन्छ त, लाइटले त अब यो त अब इलेक्ट्रोम्याग्नेटिक वेभ हो होइन। यसले त के हुन्छ, केही न केही इन्फर्मेसन बोकेको हुन्छ, डेटा बोकेको हुन्छ। त्यो डाटा चाहिँ एउटा लोकेसनबाट अर्को लोकेसनमा ट्रान्सफर गर्नको लागि एकदम फास्ट हुन्छ, स्पिड हाई स्पिडमा हुन्छ। त्यही हुनाले चाहिँ के हुन्छ त, यहाँ लेखिएको छ हेर्नु त, लाइट सिग्नल्स ट्राभल थ्रु एन अप्टिकल फाइबर बाई रिपिटेड टोटल इन्टरनल रिफ्लेक्सन एट द इन्टरफेस बिट्विन द कोर भनेको सेन्टर अफ द अप्टिकल फाइबर एन्ड द क्ल्याडिङ भनेको सर्फेस है। एक्सप्लेनेसनमा के भन्नु खोजेको छ हेर्नु यहाँ, द कोर अफ द अप्टिकल फाइबर हैज अ हाई रिफ्र्याक्टिभ इन्डेक्स देन द क्ल्याडिङ भनेको है। यानि कि इन्टरनल पार्टको भन्न खोजेको है, इन्टरनल सर्फेस चाहिँ रिफ्लेक्टिङ सर्फेसमा चाहिँ के हुन्छ, रिफ्र्याक्टिभ इन्डेक्स धेरै हुन्छ भने। When light enters the core at an angle greater than the critical angle, it undergoes total internal reflection. This repeated reflection guides the light signal along the length of the fiber with very little loss भने। एउटा एनबाट एन्ट्री गरेको जुन लाइट रहेछ त्यो चाहिँ टोटल इन्टरनल रिफ्लेक्सन हुँदा 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 मल्टिपल टोटल इन्टरनल रिफ्लेक्सन हुँदा हुँदा के हुन्छ त, अर्को एनबाट चाहिँ बाहिर निस्किन्छ। जस्तो लाइट इन्सिडेन्ट भएको छ भित्र, त्यस्तै लाइट चाहिँ बाहिर निस्किन्छ भने। अहिले यो प्रिजमको जस्तो होइन, के अरे प्रिजममा पनि दुईवटा युज गरेको थियो नि, यसमा दुईवटा प्रिजम युज गर्दा जस्तो लाइट इन्ट्री गरेको थियो पहिलो प्रिजममा, दोस्रो लाइट प्रिजमबाट त्यस्तै बाहिर निस्केको थियो नि, यहाँ पनि त्यस्तै केस। तर यसमा चाहिँ के हुन्छ त, डिस्पर्सन भएर होइन कि टोटल इन्टरनल रिफ्लेक्सन भएर चाहिँ, मल्टिपल टोटल इन्टरनल रिफ्लेक्सन भएर चाहिँ अप्टिकल फाइबरको एउटा एन्डबाट एन्ट्री गरेको जुन लाइट रहेछ त्यो चाहिँ अर्को एन्डबाट जस्ताको जस्तै बाहिर निस्किन्छ भने, इमर्ज हुन्छ भने, जसले गर्दा चाहिँ एउटा लोकेसनबाट अर्को लोकेसनमा कम्युनिकेसनको फिल्डमा फास्ट डेटा ट्रान्समिसनको लागि हेल्प गर्छ। त्यही भएर चाहिँ यो युज गरिन्छ भन्ने कुरा तपाईँले बुझ्नु पर्यो। ओके, नम्बर बी, स्टेट द प्रिन्सिपल अन विच हाइड्रोमिटर इज बेस्ड भनेको छ। हाइड्रोमिटर कुन प्रिन्सिपलको आधारमा काम गर्छ भन्दा आर्किमिडिज प्रिन्सिपलको आधारमा काम गर्छ र यसको स्टेटमेन्ट लेख भने उसले। सो द आन्सर इज वर्किङ अफ हाइड्रोमिटर इज बेस्ड अन आर्किमिडिज प्रिन्सिपल विच स्टेट्स द्याट द बडी फुल्ली अर पार्सियली डिप्ड इन अ लिक्विड एक्सपिरियन्स अफ थ्रस्ट विच इज इक्वल टु वेट अफ द लिक्विड डिस्प्लेस। कुनै पनि लिक्विडमा डुबाइएको, फुल्ली अथवा पार्सियली डुबाइएको अब्जेक्टले एक्सपिरियन्स गर्ने अफ थ्रस्ट चाहिँ केसँग इक्वल हुन्छ अरे, वेट अफ द डिस्प्लेस लिक्विड। अब्जेक्टले गर्दा डिस्प्लेस भएको लिक्विडको वेटसँग चाहिँ उसले एक्सपिरियन्स गरेको अफ थ्रस्ट बराबर हुन्छ भन्ने कुरा चाहिँ आर्किमिडिज प्रिन्सिपलले भन्छ। नम्बर ए, अ रिसर्चर dissolves copper sulfate in water at different temperature. What are the independent and dependent variable in his experiment भने। अब यसमा के गरेछ भने त, उसले कपरको सलुबिलिटी हेर्दैछ विथ रेस्पेक्ट टु टेम्परेचर है। सो टेम्परेचर यसमा के भयो त, कज भयो, सलुबिलिटी के भयो, इफेक्ट भयो होइन। सलुबिलिटी अफ कपर सल्फेट अथवा अमाउन्ट अफ कपर सल्फेट डिजल्भ इन द वाटर के भयो, इफेक्ट भयो। जे कज हो त्यो त इन्डिपेन्डेन्ट भेरिएबल हो, जे इफेक्ट हो त्यो चाहिँ के हो त, डिपेन्डेन्ट भेरिएबल। अथवा टेम्परेचर इफेक्ट केमा हेरिन्छ त, अमाउन्ट अफ कपर सल्फेट डिजल्भमा हेरिन्छ। त्यही कारणले independent variable is temperature and dependent variable is solubility of copper sulfate or amount of copper sulfate dissolved in the water। यसरी तपाईले लेख्न पर्यो। So up to here we have covered group up to group B, C and D। ओके, ग्रुप बीमा जम्मा 9 वटा क्वेसन थियो, 9 मार्क्सको टोटल। हरेक क्वेसन चाहिँ 1 मार्क्सको हुन्छ, एकदम सिम्पल 1 सेन्टेन्स एन्सर हुन्छ यसमा। ओके, I hope till now you are getting the idea, okay, of the answer for the questions which were asked in pre-qualifying examination, SE pre-qualifying examination 2082 in science and technology subject। यो भिडियोले चाहिँ तपाईलाई के हेल्प हुन्छ भन्ने आश लिएको छु मैले। अब हेल्पफुल लागेको छ भने चाहिँ कमेन्ट बक्समा सल्लाह सुझाव अथवा फिडब्याकको रूपमा तपाईले छोड्न सक्नुहुन्छ है।
अब बाँकी छ हाम्रो एकदम एक्सपेक्ट गरेको अहिलेसम्म पर्खिरहेको मल्टिपल चोइस क्वेसन। ओके, मल्टिपल चोइस क्वेसन ग्रुप एमा रहेको हुन्छ। जम्मा टोटल 10 मल्टिपल चोइस क्वेसन्स आर देयर विथ 4 अल्टरनेटिभ्स, 4 अप्सन्स। वी हेभ टु चुज एनी वान अफ 4 अल्टरनेटिभ्स or 4 options. Let's start from question number J. क्वेसन नम्बर जे चाहिँ यो अब केमिकल्स युज इन डेली लाइफ भन्ने च्याप्टरबाट सोधिएको क्वेसन हो। विच अफ द फलोइङ स्टेटमेन्ट इज ट्रु अबाउट प्रिजर्भेटिभ्स भने हामीले प्रिजर्भेटिभ्सको कुरा पढ्यौँ त्यहाँ होइन, जुन चाहिँ कुनै पनि फुडहरू प्रिजर्भ गर्नको लागि लङ टर्मसम्म प्रिजर्भ गर्नको लागि युज गरिन्छ भन्ने कुरा पढाएको थियौँ। देयर वेयर 2 क्लासेस अफ प्रिजर्भेटिभ्स होइन, क्लास 1 प्रिजर्भेटिभ, क्लास 2 प्रिजर्भेटिभ भन्ने कुराहरू पढाएको थियौँ। अप्सनमा के दिएको छ हेरौँ है पहिले। हामीलाई चाहिँ ट्रुवाला स्टेटमेन्ट चुज गर्नु छ यहाँ। अप्सन नम्बर आई सेज क्लास फर्स्ट प्रिजर्भेटिभ्स कम फ्रम नेचुरल सोर्सेस एन्ड क्यान बी युज फ्रिली भने है। क्वेसन नम्बर 2 सेज क्लास सेकेन्ड प्रिजर्भेटिभ्स मस्ट बी युज इन लिमिटेड अमाउन्ट्स भने। र नम्बर 3मा छ क्याल्सियम कार्बाइड इज अ सेफ फ्रुट राइपनिङ एजेन्ट भन्यो। फुड राइपनिङ एजेन्ट खासमा फ्रुट हुनुपर्ने है यो। ओके, एन्ड आइबीमा केमिकल प्रिजर्भेटिभ्स आर अलवेज बेनिफिसियल फर हेल्थ भने है। यो थर्ड अप्सनमा चाहिँ यहाँ फुड भने पनि तल नेपालीमा चाहिँ फल यानि कि फ्रुट भनेर दिएको छ। यो कन्फ्युजिङ हुँदाखेरि चाहिँ अब दुइटै ल्याङ्ग्वेजको हेर्नुपर्छ है। ओके, त्यही भएर मैले यहाँ फ्रुट भनेको थिएँ। फ्रुट राइपनिङ एजेन्ट हो नि त क्याल्सियम कार्बाइड भनेको त। अब यो चारवटा अप्सनमध्ये हामीलाई प्रिजर्भेटिभको बारेमा लेखिएको बेस्ट अप्सन चाहिँ कुन हो भन्ने कुरा यहाँ हेर्नु छ है। यसो सोचौँ है त ल। क्याल्सियम कार्बाइड त के भने पहिलो कुरा त यो प्रिजर्भेटिभ होइन होइन, प्रिजर्भेटिभ्स होइन, यो त फ्रुट राइपनिङ एजेन्ट हो। त्यहाँ पनि उसले के भने यहाँ सेफ हो भनेर भनिदिएको छ। बट क्याल्सियम कार्बाइड इज नट सेफ फ्रुट राइपनिङ एजेन्ट। यसले त केही न केही हेल्थ इफेक्ट गरिरहेको हुन्छ। सो यो कुरा पहिल्यै आउट भइसक्यो होइन। अप्सन नम्बर नम्बर आइबीमा छ केमिकल प्रिजर्भेटिभ्स आर अलवेज बेनिफिसियल फर हेल्थ भन्यो। केमिकल प्रिजर्भेटिभ त हेल्थको लागि त सधैँ बेनिफिसियल त हुँदैन, यो पनि आउट भयो। नाउ वी हेभ 2 अप्सन्स। 2 अप्सनमा चाहिँ एकदम कन्फ्युजिङ छ है। हामीलाई एकदम स्पेसिफिक अप्सन मात्रै चुज गर्नु छ। स्पेसिफिक अप्सन मात्रै, किन भन्दा त्यो केस डिपेन्डेन्ट नहोस् होइन, केस डिपेन्डेन्ट नहोस् अथवा त्यो भेराइ नहोस् कि सिचुएसनहरू सबै ठाउँमा सेम हुने होस्। आईमा उसले के भनेको छ भन्दा क्लास फर्स्ट प्रिजर्भेटिभ कम्स फ्रम नेचुरल सोर्सेस भन्यो, क्यान बी युज फ्रिली भन्यो। अब फ्रिली पनि कति एक्सटेन्टसम्म युज गर्ने भन्ने कुरा हुन्छ यो होइन, जति पनि युज गर्न त पाएन नि। जस्तै क्लास फर्स्ट प्रिजर्भेटिभमा ओइलहरू हुन्छ, कुकिङ ओइल हुन्छ, सल्ट हुन्छ होइन, हनी हुन्छ, सुगर हुन्छ, जति पनि फ्री युज गर्न पाइयो त त्यो पाएन नि। सर्टेन अमाउन्टसम्म त त्यसले के गर्छ, एफेक्ट त गर्छ होइन। तर सेकेन्डमा के छ, क्लास सेकेन्ड प्रिजर्भेटिभ्स मस्ट बी युज इन लिमिटेड अमाउन्ट्स भन्यो। यसले त पहिला के भन्यो, हामीले डेफिनेसनमा के भनेको छ, दोज प्रिजर्भेटिभ्स विच ह्याभ द इफेक्ट इन ह्युमन हेल्थ एन्ड द्याट क्यान बी युज इन लिमिटेड अमाउन्ट, दोज आर कल क्लास सेकेन्ड प्रिजर्भेटिभ्स भन्यो नि, जुन चाहिँ नेचुरल रिसोर्सबाट अभाइलेबल हुँदैन, केमिकलले बनाइन्छ। सो क्लास के अरे यो अप्सन आईको कम्पेरिजनमा के छ त, अप्सन आईआईमा भनेको कुरा चाहिँ एकदम स्पेसिफिक छ कि ठ्याक्कै डेफिनेसन अनुसारै भनेको छ उसले। त्यही भएर हाम्रो क्वेसन नम्बर जेको लागि चाहिँ बेस्ट अप्सन भनेको कुन हुन्छ त एन्सर अप्सन नम्बर सेकेन्ड हुन्छ। नाउ लेट्स मुभ अन टु क्वेसन नम्बर आई। आई चाहिँ यो केमिकल रियाक्सन्सबाट सोधेको क्वेसन छ। In the reaction between hydrochloric acid and magnesium, which factor will increase the rate of hydrogen gas evolution भनेको छ। म्याग्नेसियम र हाइड्रोक्लोरिक एसिडको रियाक्सनमा हाइड्रोजन ग्यासको रेट अफ प्रोडक्सन अफ हाइड्रोजन ग्यास इन्क्रिज गराउने कुन फ्याक्टर हो भनेर यहाँ दिएको छ है। यहाँ रियाक्सन पनि दिएको छ, यहाँ हाइड्रोजन ग्यास यहाँ प्रोडक्सन भइरहेको छ है रियाक्टेन्टमा। अब यसको लागि चाहिँ दिएको अप्सन मध्ये कुन ठिक छ अथवा कुनले इन्क्रिज गराउँछ भनेको छ। अप्सन नम्बर आई सेज डिक्रिजिङ द कन्सन्ट्रेसन अफ HCl भनेको छ। अब यो के भन्छ, फर्मेसन अफ प्रोडक्ट्स त के छ त, रियाक्टेन्ट्सको कन्सन्ट्रेसनसँग त डाइरेक्टली प्रोपोर्सनल हुन्छ। यो बढी भयो भने यसको प्रोडक्सन पनि बढ्छ भन्ने कुरा भयो, तर उसले यहाँ डिक्रिजिङ भन्यो, त्यही भएर यो कुरा के भयो त पहिला आउट भयो।
अप्सन नम्बर सेकेन्ड, इन्क्रिजिङ द टेम्परेचर अफ एसिड भन्यो होइन, इन्क्रिजिङ द टेम्परेचर अफ HCl भन्यो। यो सही हुनसक्छ, किन भन्दा यसको टेम्परेचर बढायो भने के हुन्छ त, यो बढी यसको कन्ट्याक्टमा आउँछ म्याग्नेसियमको कन्ट्याक्टमा आउने बित्तिकै दुईवटा रियाक्सन हुनसक्छ, रियाक्सन भएर प्रडक्ट बन्छ, जसले गर्दा चाहिँ प्रडक्सन अफ हाइड्रोजन ग्यास के हुन्छ त, बढ्छ, इन्क्रिज हुन्छ। यो हुनसक्छ। अप्सन नम्बर थर्डमा के हुनेछ हेर्नु त, युजिङ लार्जर पिस अफ म्याग्नेसियम रिबन भन्यो। अब यो एक्चुअल साइज अफ रियाक्ट्यान्ट त के हुन्छ त, रेट अफ रियाक्सनसँग त इन्भर्सली प्रोपोर्सनल हुन्छ, यानि कि रेट अफ रियाक्सन इज इन्भर्सली प्रोपोर्सनल टु दिस एक्चुअल साइज अफ सर्फेस, एक्चुअल सर्फेस एरिया अफ रियाक्ट्यान्ट। यदि यो सर्फेस एरिया अफ रियाक्ट्यान्ट चाहिँ धेरै छ भने रेट अफ रियाक्सन कम हुन्छ होइन। तर सर्फेस एरिया कम छ भने एरिया अफ कन्ट्याक्ट इन्क्रिज हुन्छ, एरिया अफ कन्ट्याक्ट यानि कि यो दुईवटा मलिकुलहरू कन्ट्याक्टमा आउने एरिया चाहिँ बढी छ भने यिनीहरू बिचमा रियाक्सन हुने चान्स बढ्छ र हाइड्रोजन ग्यास को प्रडक्सन बढ्छ। तर यसले के भनेको, लार्ज पिस युज गर्ने भने लार्ज पिसेसको लागि चाहिँ एरिया अफ कन्ट्याक्ट चाहिँ कम हुन्छ, कम हुन्छ। त्यही कारणले गर्दाखेरि यो पनि हाम्रो के भयो त, आउट भयो। लार्जर पिस युज गरेर चाहिँ रेट अफ रियाक्सन बढी फास्ट हुँदैन, रेट अफ रियाक्सन फास्ट हुँदाखेरि हाइड्रोजनको प्रोडक्सन पनि फास्ट हुँदैन भन्ने कुरा हो नहुँदाखेरि होइन। नम्बर आइबीमा छ रिमुभिङ एनी क्याटलिस्ट प्रेजेन्ट। क्याटलिस्टको काम त के हुन्छ भन्दा रियाक्सनको रेट फास्ट गराउनु पनि हुन्छ, स्लो गराउनु पनि हुन्छ। यसमा यही हुने स्पेसिफिक भनेको छैन, त्यही पनि रिमुभिङ भन्यो, त्यही भएर यो पनि आउट भयो। सो हाम्रो लागि बेस्ट अप्सन भनेको के रहेछ, इन्क्रिजिङ द टेम्परेचर अफ द एसिड। कतिवटा मिले चेक गर्नु है, जतिवटा मिले त्यो कुरा चाहिँ जस्ताको जस्तै कमेन्टमा छोड्नु होला होइन। अब 6 मिलेको छ भने 6/10, 10 मिलेको छ भने 10/10 भनेर कमेन्टमा लेख्नु होला। नाउ लेट्स मुभ अन टु क्वेसन नम्बर एच। एचको क्वेसन अलिकति लेन्दी छ है। ओके, द फ्युचर सेप अफ युनिभर्स डिपेन्ड्स अन इट्स एभरेज डेन्सिटी रो कम्पेयर टु द क्रिटिकल डेन्सिटी रो सी, विच अफ द फलोइङ करेक्टली डिस्क्राइब दिस रिलेसनसिप भने। अब एभरेज डेन्सिटी भने चाहिँ नर्मली फ्युचरमा हुने के भन्छ यो युनिभर्सको डेन्सिटी हो। क्रिटिकल डेन्सिटी भनेको त्यस्तो सिचुएसनको डेन्सिटी हो जुन बेलामा चाहिँ जुन सिचुएसनमा पुगेपछि चाहिँ युनिभर्स एक्सपान्ड हुन पनि सक्छ, युनिभर्स कन्ट्र्याक्ट हुन पनि सक्छ होइन। म्याक्सिमम डेन्सिटी भनौँ न यसलाई है। ओके, अनि त्यस्तो बेलाको डेन्सिटी हो जुन बेलामा चाहिँ अब युनिभर्सको डेन्सिटी इन्क्रिज हुनु पनि सक्छ, डिक्रिज हुनु पनि सक्छ है। क्रिटिकल सिचुएसनको एकदम हो, यता पनि है होइन उता पनि होइन, अथवा यता पनि हो उता पनि, दुवैतर्फको हुनसक्ने सिचुएसनको डेन्सिटीलाई चाहिँ यो क्रिटिकल डेन्सिटी भने होइन, क्रिटिकल भ्यालु भने, डेन्सिटीको क्रिटिकल भ्यालु भने। अब हामीलाई के दिएको छ, दुईवटा डेन्सिटीहरूको रिलेसन दिएको छ र के हुन्छ भनेर यहाँ भनिएको छ। अप्सन नम्बर आईमा आई सेज इफ रो इज ग्रेटर देन रो सी, यानि कि एभरेज डेन्सिटी चाहिँ क्रिटिकल डेन्सिटीभन्दा बढी छ भने द युनिभर्स इज क्लोज एन्ड विल इभेन्चुअली कोल्याप्स भने होइन। अब यो के चाहिँ क्लोज युनिभर्सको हो, एभरेज डेन्सिटी चाहिँ क्रिटिकल डेन्सिटीभन्दा बढी भयो भने यानि कि साइज घट्या हुन्छ, त्यो बेलामा भोल्युम कम हुन्छ, डेन्सिटी बढ्छ होइन। किन भन्दा हामीलाई थाहा छ यो डेन्सिटी चाहिँ के हुन्छ त, सधैँ भोल्युमसँग इन्भर्सली प्रोपोर्सनल हुन्छ, किनकि मास बाई भोल्युम हो। मास त सेमै हुन्छ युनिभर्सको, त्यो त चेन्ज हुने कुरा आएन, भोल्युम चेन्ज हुने हो। भोल्युम चेन्ज भएछ भने डेन्सिटी चेन्ज हुन्छ। डेन्सिटी कम भयो भने के अरे भोल्युम कम भयो भने डेन्सिटी धेरै हुन्छ होइन। क्लोज युनिभर्स भनेको डेन्सिटी घट्नु हो, के अरे सरी भोल्युम घट्नु हो, साइज घट्नु हो, रेडियस घट्नु हो, रेडियस घट्दाखेरि डेन्सिटी बढ्ने कुरा आयो होइन। सो यहाँसम्म कुरा ठिक छ होइन, इभेन्चुअली कल्याप्स हुनेछ। अरू क्लोज युनिभर्समा त के हुन्छ त, फाइनली चाहिँ त्यहाँ बिग क्रन्च हुन्छ, युनिभर्स चाहिँ फेरि कन्ट्र्याक्ट भएर रिकम्बाइन भएर सिङ्गल पोइन्ट बन्छ, सिङ्गल पोइन्टबाट चाहिँ फेरि बिग ब्याङ भएर चाहिँ नयाँ युनिभर्स बन्छ भन्ने कुराहरू हामीले पढ्यौँ। सो अप्सन आई चाहिँ के छ त, करेक्ट हुनसक्छ भन्ने कुरा भयो। अरू अप्सनहरू हेरौँ। अप्सन नम्बर सेकेन्डमा इफ रो इज इक्वल टु रो सी द युनिभर्स इज ओपन भने। अब यो रो इज इक्वल टु रो सी हुँदाखेरि ओपन युनिभर्स त होइन होइन, यो रङ भयो। त्यही भएर यो फ्ल्याट युनिभर्सको केस हो। त्यस्तै इफ रो इज लेस देन रो सी द युनिभर्स इज क्लोज भने यो पनि रङ भइसक्यो पहिल्यै, क्लोज युनिभर्स केस त होइन यो। इफ रो इज इक्वल टु रो सी देन द युनिभर्स इज क्लोज एन्ड विल कोल्याप्स स्लोली, यो पनि होइन। त्यही भनेर हाम्रो बेस्ट अप्सन चाहिँ के भयो त, अप्सन नम्बर आई नै भयो। नम्बर जी, a ray of light passes from air into water with a refractive index of 1.33. If the angle of incident in air is 60 degree, what is the approximate angle of refraction in water भने। options are given
45 डिग्री 48 डिग्री 60 डिग्री 75 डिग्री होइन। यहाँ के छ हेर्नु त, लाइट रे चाहिँ कहाँबाट कहाँ गएको छ, एयर मिडियमबाट वाटरतिर गइरहेको छ। जब लाइट चाहिँ एयर मिडियमबाट वाटरतिर जान्छ, जस्तै यो एयर भन्नुहोस्, यो वाटर भन्नुहोस् होइन, यानि कि रेयर मिडियमतिरबाट लाइट रे चाहिँ कता गइरहेछ, डेन्सर मिडियमतिर गइरहेछ। जब लाइट रेयर मिडियमबाट डेन्सर मिडियमतिर जान्छ, लाइट बेन्स टुवार्ड्स कता, यो जानुपर्ने खासमा यता हो, यो जानुपर्ने खासमा तर गइदियो कता, यता गइदियो, यानि कि यो कता बेन्ड भयो त, नर्मलतिर बेन्ड भयो हो। यो एङ्गल आई भन्न, यहाँ एङ्गल आर छ होइन। सो के हुँदो रहेछ त, वेन लाइट ट्राभल्स फ्रम रेयर मिडियम यानि कि एयर टु वाटर, इट बेन्ड्स टुवार्ड्स द नर्मल होइन। नर्मलतिर बेन्ड हुँदाखेरि के हुँदो रहेछ त, एङ्गल त घट्छ होइन, एङ्गल अफ रियाक्सन त रिफ्र्याक्सन त घट्छ। यानि कि यो एन्सरमा तपाईँले सबभन्दा पहिला के बुझ्नु पऱ्यो भन्दा, आईको भ्यालु चाहिँ के अरे आरको भ्यालु चाहिँ आईको भन्दा कम हुन्छ भन्नु पऱ्यो। यानि कि हामीलाई यहाँ 60 डिग्री दिएको छ होइन, 60 डिग्री दिँदाखेरि अब रेयर मिडियम डेन्सर मिडियम त अब इयरमा मात्रै भएको भए त एङ्गल अफ रिफ्र्याक्सन र एङ्गल अफ इन्सिडेन्ट सेम हुन्थ्यो, 60 नै हुन्थ्यो होइन। मिडियम सेम भएको भएर लाइट बेन्ड पनि हुन्थेन, त्यो टाढा पनि जान्थेन, बेन्ड नै हुन्थेन भनौँ न, रिफ्र्याक्सनै हुन्थ्यो। तर यहाँ त के छ त, लाइट त एउटा मिडियमबाट अर्को मिडियममा गएको छ होइन, ल नर्मलतिर बेन्ड भएर गएको छ वाटर मिडियममा जाँदाखेरि। त्यही भएर एङ्गल अफ इन्सिडेन्ट 60 डिग्री छ होइन, एङ्गल अफ रिफ्र्याक्सन चाहिँ आईभन्दा कम हुनुपर्छ। त्यही भएर यो 70 त एङ्गल अफ इन्सिडेन्टभन्दा बढी छ नि, यो पहिला नै आउट भयो 60 डिग्री। अब एङ्गल अफ रिफ्र्याक्सन र एङ्गल अफ इन्सिडेन्ट सेम हुने कुरा पनि भएन, डिफ्रेन्ट मिडियम भएपछि। अब हामीसँग भयो दुईवटा अप्सन, 45 डिग्री र 48 डिग्री। यसको लागि चाहिँ क्यालकुलेसन गर्नुपर्ने हुन्छ, र त्यसको लागि हामीलाई फर्मुला के थाहा छ भन्दा, रिफ्र्याक्टिभ इन्डेक्स अफ मिडियम यान इज इक्वल टु अथवा म्यू इज इक्वल टु साइन आई बाई साइन आर इन टर्म्स अफ एङ्गल अफ रिफ्र्याक्सन एन्ड एङ्गल अफ इन्सिडेन्ट होइन। आई भनेको इन्सिडेन्ट एङ्गल, आर भनेको रिफ्र्याक्सन एङ्गल, र हामीलाई आरको भ्यालु फाइन्ड आउट गर्नु छ। सो साइन आई इज इक्वल टु, यहाँ मैले क्रस मल्टिप्लाई गरेर के साइन आई इज इक्वल टु साइन आई डिभाइड बाई यो एनलाई त ल्याउँदाखेरि एन भयो, एनको भ्यालु 1.33 दिएको छ, यहाँ आईको भ्यालु 60 डिग्री दिएको छ होइन। अब यसलाई क्यालकुलेटरमा तपाईँले थिच्नु भयो भने के आउँछ त, 0.65115 आउँछ है। सो साइन आर इज इक्वल टु 0.65115 आयो, आरको भ्यालु फाइन्ड आउट गर्नु छ। यो साइन यता जाँदाखेरि साइन इन्भर्स ब्राकेटभित्र 0.65115 आयो, र यसलाई चाहिँ तपाईँले क्यालकुलेटरमा साइन इन्भर्स 0.65115 टाइप गरेर चाहिँ एन्सर इक्वल टु थिच्नु भयो भने 40.63 डिग्री 63 एन्सर आउँछ, यानि कि 40.63 डिग्री सेल्स है एङ्गलको भ्यालु, एङ्गल अफ रिफ्र्याक्सनको भ्यालु, जुन चाहिँ एङ्गल अफ इन्सिडेन्टभन्दा कम छ। सो हामीलाई यहाँ दिएको अप्सनसँग त मिलेन हो भन्ने नै अप्सन एक हिसाबले रङ दिएको छ। यो 48 त हुने नै भयो। अब तपाईँले के गर्नु पऱ्यो, योसँग एकदम दिएको अप्सनमध्ये अथवा सम्भावित एन्सरहरूमध्ये अप्सनमध्ये योसँग एकदम नियर रहेको भ्यालु के छ त्यो हेर्नु पऱ्यो कि। त्यो भनेको त हामीसँग के छ, दुईवटा अप्सनमा यही छ। सो हाम्रो एन्सर के भयो त 45 डिग्रीमा जानु पऱ्यो। यदि तपाईँले 45 डिग्रीलाई नलेखिकन 48 डिग्री लेख्नु भने चाहिँ यो केसमा रङ हुन्छ है, फेरि एन्सर रङ हुन्छ। कि तपाईँ अप्सनमा यहाँ 40 डिग्री दिएको हुनु पऱ्यो, 40 डिग्री दिएको भए 40 डिग्री नै गर्नु पर्थ्यो, किन भन्दा 45 भन्दा त यो 40.63 त 40 डिग्रीसँगै एकदम धेरै नजिक हुन्छ नि त भ्यालु, त्यही कारणले। सो क्वेसन आन्सर बेस्ट अप्सन फर क्वेसन नम्बर जी इज 45 डिग्री। नाउ क्वेसन नम्बर एफ, इन अ हाइड्रोलिक प्रेस a small piston of area 5 cm square exerts a force of 20 Newton on the liquid. What force will be produced in a larger piston of the area 100 cm square भन्यो है। अब यसमा तपाईँले के बुझ्नु पर्यो, यो त हाइड्रोलिक मसिनबाट सोधिएको क्वेसन हो होइन। त्यसमा हामीलाई F2 को भ्यालु यानि कि लार्जर पिस्टनमा फोर्स कति इन्ड्युस हुन्छ त्यसको भ्यालु क्यालकुलेट गर्नको लागि हामीलाई एउटा त्यहाँ फर्मुला सिकाइएको छ, त्यो भनेको एरिया अफ लार्जर पिस्टन डिभाइड बाई एरिया अफ स्मल पिस्टन मल्टिप्लाइड बाई फोर्स इन द स्मल पिस्टन भनेर हामीलाई सिकाइएको छ होइन। त्यही पढेको हामीले थ्योरीमा जब क्लासमा पढ्दाखेरि। यहाँ A2 को भ्यालु हामीलाई दिएको छ 100 होइन, र A1 को भ्यालु कति दिएको छ भने त 5 सेन्टिमिटर स्क्वायर दिएको छ, र F1 को भ्यालु कति दिएको छ हामीलाई 20 न्युटन दिएको छ होइन। एरियाको युनिटहरू सेन्टिमिटर स्क्वायर छ, सेन्टिमिटर स्क्वायर क्यान्सल भयो होइन।
र 100लाई 5ले डिभाइड गर्दा 20 आउँछ होइन, र फोर्सको बेला हामीलाई 20 दिएको छ। सो 20 इन्टु 20 भनेको कति भयो त 400 न्युटन होइन, फोर्सको युनिट त 400 हो, के न्युटन नै हो। सो हाम्रो यसको एन्सर चाहिँ के आयो त 400 न्युटन आयो। अब 400 न्युटन छ कि छैन अप्सनमा दिएको रहेछ है, ठ्याक्कै मिलेछ। सो अप्सन नम्बर थर्ड इज राइट एन्सर फर क्वेसन नम्बर एफ। नाउ लेट्स मुभ अन टु क्वेसन नम्बर ई। क्वेसन नम्बर ई चाहिँ यो तपाईँको एक्सिलरेसन ड्यु टु ग्राभिटी रिलेटेड क्वेसन रहेको छ। When a stone is dropped from the top of a tall building on Earth and another identical stone is dropped from the same height on the moon, which statement is correct भनेको छ। एउटा स्टोनलाई चाहिँ एउटा टप बिल्डिङबाट अर्थमा खसाइयो, अर्थ सर्फेसतिर, अर्कोलाई त्यस्तै टाइपको सेम मास भएको, सेम साइज भएको, सेम भोल्युम भएको, सेम डेन्सिटी भएको जो स्टोन छ त्यसलाई चाहिँ कहाँ सेम हाइटबाट, सेम मतलब त्यत्तिकै हाइट भएको टल अथवा के भन्ने यो हाइटको टपबाट चाहिँ मुनको सर्फेसतिर खसायो भने दिएको अप्सनमध्ये कुन चाहिँ करेक्ट भन्यो उसले। अब हेरौँ है त, त्यो अप्सनमा जानुभन्दा तपाईँलाई 2-3टा कुरा के ब्याकग्राउन्डबाट अथवा क्लासमा पढे अनुसार के थाहा हुनु पऱ्यो भन्दा मुनको ग्राभिटी चाहिँ अर्थको भन्दा 6 टाइम्स कम छ। सो अभियसली त्यहाँ चाहिँ मुनको भन्दा के अर्थको भन्दा चाहिँ एकदम स्लोली अब्जेक्ट मुनको सर्फेसतिर खस्ने भयो। दोस्रो कुरा फेरि त्यहाँ के बुझ्नु पऱ्यो भन्दा द एयर रेजिस्टेन्स अन द सर्फेस अफ मुन अराउन्ड द सर्फेस अफ मुन इज लेस देन द्याट अफ द अर्थ। त्यहाँ त फेरि अर्थको कम्पेरिजनमा त मुनमा त एटमोस्फियर एकदम पातलो छ होइन। यो दुईवटा कुरा तपाईँले बुझ्नु भएपछि मात्रै, रिकल गरेपछि मात्रै अब हामी अप्सनमा जानु पऱ्यो कि। अब अप्सनमा भनेअनुसार चाहिँ कुन चाहिँ मिल्छ, मेल खान्छ त्यसलाई हेर्नु पऱ्यो। अप्सन नम्बर आई, बोथ स्टोन्स फल एट द सेम रेट बिकज ग्राभिटी एक्ट्स इक्वली एभ्रिवेयर भने यो त कुरा त होइन। ग्राभिटी अलवेज डिपेन्ड्स अन द मास एन्ड द रेडियस अफ द अब्जेक्ट। के को ग्राभिटी हो, त्यसको मास र त्यसको रेडियसमा डिपेन्ड गर्छ भन्ने कुरा पढ्यो। अर्थको ग्राभिटी हो भने अर्थको मास र रेडियस, मुनको हो भने मुनको मास र रेडियस होइन। त्यही भएर अप्सन नम्बर आई इज अलरेडी इनकरेक्ट। अप्सन नम्बर आई, द स्टोन अन मुन फल्स फास्टर बिकज देयर इज नो एयर रेजिस्टेन्स होइन, एयर रेजिस्टेन्स छैन त्यही भएर मुनमा चाहिँ स्टोन फास्टर खस्छ भन्ने कुरा भयो। तर मुनको एक्सिलेसन ड्यु टु ग्राभिटी त के छ, अर्थको भन्दा 6 टाइम्स कम छ, 6 टाइम्स कम छ। यो करेक्ट हुनसक्छ तर हेरौँ है, यसलाई मनन गर्नुपर्ने हुन्छ। अर्को अप्सनमा के लेखिएको छ, द स्टोन अन अर्थ फल्स फास्टर बिकज द एक्सिलेसन ड्यु टु ग्राभिटी इज ग्रेटर। यहाँ के भने त द स्टोन अन अर्थ फल्स फास्टर बिकज द एक्सिलेसन ड्यु टु ग्राभिटी इज ग्रेटर है। र आइबीमा छ बोथ स्टोन्स रिमेन एट रेस्ट बिकज वेट इज 0 इन फ्री फल भने। यो त होइन होइन, फ्री स्पेसमा त स्टोन रेस्टमा रहने कुरा त आएन है। अब यो दुईवटा अप्सनमा हामीले कुन चुज गर्नु पऱ्यो भन्ने कुरा यहाँ रहन्छ है। अप्सन नम्बर कुनमा आई र आईमा। अप्सन नम्बर आईले के भने हेर्नु त, अप्सन नम्बर आई र मतलब सेकेन्ड र थर्डमा भनौँ न, मुनमा चाहिँ स्टोन फास्ट खस्छ किनकि त्यहाँ एयर रेजिस्टेन्स छैन भने। अप्सन नम्बर थर्डमा अर्थमा चाहिँ स्टोन फास्ट हाई स्पिडमा खस्छ किनभने एक्सिलेसन ड्यु टु ग्राभिटी अफ अर्थ चाहिँ धेरै छ भने, मुनको कम्पेरिजनमा धेरै छ नै। अब यसो हेरौँ है, सेम साइजको छ, सेम मासको स्टोन छ होइन भनेपछि त्यसमा पर्ने एयर रेजिस्टेन्स त सेमै हुन्छ होला नि अभियसली। तर मुनको भन्दा अर्थको वरिपरि एयर रेजिस्टेन्स चाहिँ अलिक बढी नै छ। तर ग्राभिटी त धेरै छ नि त अर्थको, त्यही कारणले के बुझ्नु पऱ्यो भन्दा द स्टोन अन अर्थ फल्स फास्टर बिकज द एक्सिलेसन ड्यु टु ग्राभिटी अफ अर्थ इज ग्रेटर। सो हामीले चुज गर्नुपर्ने कुन अप्सन गर्नु पऱ्यो त, ए अप्सन गर्नु पऱ्यो। जति एयर रेजिस्टेन्स चाहिँ एयरले लगाउँछन् त्यसलाई पनि ओभरकम गर्छ कि अर्थको ग्राभिटीले, त्यही कारणले गर्दा चाहिँ थर्ड अप्सनमा हामीले जानुपर्ने हुन्छ। नाउ क्वेसन नम्बर ई को भएपछि क्वेसन नम्बर डी, विच अफ द फलोइङ ग्रुप इज द ग्रुप अफ एन्डेन्जर्ड एनिमल्स भने। एन्डेन्जर्ड एनिमल्सको ग्रुप कुन कुन हो भने, एन्डेन्जर्ड एनिमल भनेको त्यस्तो एनिमल जो चाहिँ नम्बरमा तोकिएको लिमिटभन्दा कम छ, जो चाहिँ नियर भविष्यमा चाहिँ नियर फ्युचरमा चाहिँ एक्सटिङ हुन गइरहेको छ, लोप हुन गइरहेको छ, त्यस्तो खालको एनिमलहरूलाई एन्डेन्जर्ड एनिमल भन्छ। लोपोन्मुख जनावर भनेको है, लोपोन्मुख नेपालीमा। अप्सन नम्बर आई सेज स्वाइम्ड डियर, एसेटिक वाइल्ड एलिफेन्ट, स्टिप्ड हाइना भन्ने भयो।
अप्सन नम्बर आईमा एसियाटिक वाइल्ड एलिफेन्ट, स्ट्रिप्ड हाइना, ज्याकल। ज्याकल त होइन, त यो अप्सन रङ भयो। ज्याकल इन्डेन्जर एनिमलमा पढेन। अप्सन नम्बर थर्ड एन्टिलोप, टाइगर, लियोपार्ड। लियोपार्ड होइन फेरि। टाइगर पनि सबै खालको टाइगर चाहिँ ऊ होइन, बेङ्गल टाइगर मात्रै हो लोपो यो इन्डेन्जर एनिमलमा है। त्यस्तै आइबीमा एसियाटिक वाइल्ड एलिफेन्ट, लियोपार्ड र बियरमा छ। बियर पनि फेरि होइन, अथवा लियोपार्ड पनि होइन है। त्यही कारणले हाम्रो बेस्ट अप्सन चाहिँ कुन भयो त यसमा? अप्सन नम्बर आई, स्वाइम टु डियर, एसियाटिक वाइल्ड एलिफेन्ट र स्ट्रिप्ड हाइना भन्ने चाहिँ इन्डेन्जर एनिमल्सको ग्रुप भयो। क्वेसन नम्बर सी, आइडेन्टिफाई द करेक्ट अर्डर इन टर्म्स अफ इभोल्युसन भने। इभोल्युसनको आधारमा चाहिँ दिएको अप्सनमध्ये कुन चाहिँ करेक्ट अर्डर हो भनेर सोध्यो। अब यहाँ चारवटा एनिमलहरूको दिएको छ, अर्थ वर्म, जेलीफिस, फ्रग, फिस। अब यसको लागि हामीलाई के थाहा हुनु पऱ्यो भन्दा फाइलम थाहा हुनु पऱ्यो कि फाइलम। फाइलममा पनि भर्टिब्रेड र इन्भर्टिब्रेडको फरक फरक छ होइन। भर्टिब्रेड्समा इन्भर्टिब्रेड्समा हामीले के पऱ्यो, 8वटा फाइलम पढाएको छ, जसलाई चाहिँ सर्ट फर्ममा पी सी पी एन आ डबल ए आ मी भनेर हामीले पढाएको छौँ 8वटा फाइलम है। र यो 8वटा फाइलममा सबैभन्दा बढी डेभलप भएको एडभान्स भनेको ईमा पर्नेवाला हो, र सबैभन्दा कम भनेको के हो त? पीमा पर्ने, फर्स्ट पीमा पर्ने। फर्स्ट पीको मतलब के हो? पोरिफेरा। यो सीको मतलब कोलेन्टेरेटा। यो पीको मतलब के हो त? प्लाटिहेल्मिन्थिस। एनको मतलब नेमाहेल्मिन्थिस। एको मतलब के हो? एनलिडा। अर्को एको मतलब आर्थ्रोपोडा। यहाँ भनेको मोलस्का र ई भनेको इकाइनोडर्माटा है। टोटल 8वटा फाइलममा सबैभन्दा लिस्ट डेभलप एनिमल भनेको पोरिफेरामा पर्छ, हाइली डेभलप भनेको केमा पर्यो? इकाइनोडर्माटामा पर्यो। अब यहाँ हेर्नु त दुईवटा चाहिँ दिएको छ कि इन्भर्टिब्रेट्समा मध्ये, एउटा अर्थवर्म छ, अर्को जेलीफिस है। अब जेलीफिस भनेको कहाँ पर्छ हाम्रो भन्दा यो पर्यो केमा? कहाँ पर्यो जेलीफिस भनेको? हामीले कोलेन्टेरेटामा पर्यो, जेलीफिस हाइड्रा होइन, कोरल। र अर्थवर्म भनेको हामीले केमा पढेको? एनलिडामा पढेको है। सो जेलीफिस भन्दा के रहेछ? अर्थवर्म अलि एडभान्स रहेछ नि होइन। र अर्को भनेको कर्डेटा भन्ने फाइलमा हामीले के पढ्यौँ? 5वटा क्लास पढाएको छ, 5वटा क्लासहरू। यसलाई चाहिँ परम भन्छ सर्ट फर्ममा, परम भनेर सम्झ्यौँ है। यो के भन्छ? इभोल्युसनको आधारमा कि लेस डेभलपदेखि हाइली डेभलपमा परम। पी भनेको जसमा के हुन्छ? पाइसेस हुन्छ। ए भनेको के हुन्छ यसमा? ए भनेको एम्फिबियन, आर भनेको रेप्टाइल्स, अर्को ए भनेको एप्स यानि कि बर्ड्स ग्रुप, यहाँ भनेको म्यामेलिया भयो, म्यामल्स। अब यसमा पनि दुईवटा कर्डेटा फाइलमको दुईवटा एनिमलहरू दिएको छ, फ्रग र फिस। अब यो फिस भनेको केमा पर्छ? पाइसेसमा पर्छ। अनि फ्रग भनेको केमा पर्यो? एम्फिबियनमा पर्यो होइन। सो फ्रग इज मोर एडभान्स देन फिस होइन। यहाँ त सबै कुरा उल्टो पुल्टो लेखेको छ, त्यही भएर होइन। अर्थवर्म पहिला जेलीफिस हुनु भने अर्थवर्म छ, पहिला फिस हुनु भने फ्रग छ, त्यही भएर यो हाम्रो पहिला रङ अप्सन। नम्बर सेकेन्ड, जेलीफिस, अर्थवर्म, फ्रग, फिस भन्यो होइन। जेलीफिस र अर्थवर्मको त ठिक छ अर्डर, तर फ्रग र फिसको उल्टो छ, त्यही भएर यो पनि रङ भयो। अनि अर्थवर्म, जेलीफिस, फिस, फ्रग भयो, अर्थवर्म यहाँ उल्टो आयो, त्यही भएर यो पनि रङ भयो। नम्बर आइबीमा जेलीफिस, अर्थवर्म, फिस र फ्रग भयो, यो कुरा मिलाएको छ हेर्नु त। Frog is more advanced than fish. Fish is more advanced than earthworm. Earthworm is more advanced than jellyfish. So our correct answer is jellyfish. Now question number B. Which of the following features better describes gymnosperm? Gymnosperm को literal meaning के हो त? Naked seed भन्ने हुन्छ। So option number I says जिम्नोस्पर्मको मात्रै कुरा छ यसमा। सबैभन्दा पहिला हामीले जिम्नोस्पर्मको प्रोपर्टी अनुसारै हेर्नु पर्यो अप्सनमा कुन चाहिँ मिल्छ भने चाहिँ कोन्स, नेकेड सिड्स विदाउट फ्रुट्स, सिङ्गल फर्टिलाइजेसन भने है। प्लान्ट्समा चाहिँ प्रायः जस्तो डबल फर्टिलाइजेसन हुन्छ भन्ने कुरा हामीले पढाएको छ 8देखि नै। अप्सन नम्बर सेकेन्ड सेज बियर्स फ्लावर्स, लिभ्स आर निडल लाइक, डबल फर्टिलाइजेसन भने। अप्सन नम्बर थर्ड बियर फ्लावर्स प्रड्युस सिड्स, पोइन्टी लिभ्स अनि सिङ्गल फर्टिलाइजेसन भने। त्यस्तै आइबीमा बियर स्टोन्स,
सरी बियर कोन्स इन्स्टिड अफ फ्लावर्स, सिड्स आर इन्क्लोज इन फ्रुट, डबल फर्टिलाइजेसन भने। अब जिम्नोस्पर्म भनेको नेकेड सिड भन्ने भयो। नेकेड सिड भनेपछि त्यसमा चाहिँ के हुन्छ त, सिडहरू चाहिँ फ्रुटभित्र रहँदैन। यहाँ त के हुन्छ, सिड्स आर इन्क्लोज इन द फ्रुट भने नि। सो यो पहिल्यै रङ भयो, आइबी अप्सन इज अलरेडी होइन। अर्को छ बियर फ्लावर्स प्रड्युस सिड्स, पोइन्टी लिभ्स, सिङ्गल फर्टिलाइजेसन भन्यो होइन। अब पोइन्टी लिभ्स त हुन त हो होइन, हुन त हो, तर सबै लिभहरूको सबै जिम्नोस्पर्मको लिभ चाहिँ पोइन्टी हुन्छ भन्ने छैन होइन। अनि सबैमा फ्लावर्स हुन्छ भन्ने पनि छैन, यो पनि रङ गरिदियो है। नम्बर 2 मा बियर फ्लावर्स एन्ड लिभ्स आर निडर लाइक, डबल फर्टिलाइजेसन भयो। अरू कुरा भनेको यो जिम्नोस्पर्ममा चाहिँ प्रपर फ्लावर हुँदैन होइन। प्रपर फ्लावर नभएपछि प्रपर तरिकाले त्यसमा के भन्छ पोलिनेसन फर्टिलाइजेसनबाट चाहिँ सिडहरू बन्ने हो, हुँदैन। त्यही भएर यसमा डबल फर्टिलाइजेसन पनि हुँदैन। सो अप्सन सेकेन्ड पनि रङ भयो। हाम्रो बेस्ट एन्सर के रहेछ त्यसो भए, कोन्स सेप्ड, नेकेड सिड्स विदाउट फ्रुट्स र सिङ्गल फर्टिलाइजेसन भन्ने हो। यसमा सिङ्गल फर्टिलाइजेसनमा चाहिँ के हुन्छ भन्दा त्यो तपाईँको एम्ब्रोय बन्ने काम मात्रै हुन्छ कि है, एन्डोस्पर्म बन्ने चाहिँ हुँदैन प्लान्टहरू यो जिम्नोस्पर्महरूमा। अरू जो के भन्छ ट्राकियोफाइट जिम्नोस्पर्म एन्जियोस्पर्महरूमा जो एनिमल के अरे प्लान्टहरू पर्छ त्यसमा चाहिँ एन्डोस्पर्म पनि हुने भयो, तर यसमा चाहिँ जिम्नोस्पर्म हुँदैन। ओन्ली एम्ब्रोय सिड्स मात्रै फर्मेसन हुन्छ, सिडको पनि एम्ब्रोय पार्ट मात्रै हुने भयो भनौँ। क्वेसन नम्बर ए लास्ट क्वेसन रहेको छ, विच अफ द फलोइङ कन्भर्ट्स इनपुट सिग्नल इन्टु इलेक्ट्रिकल सिग्नल भनेर। फिजिकल साउन्ड इन सिग्नललाई अथवा कुनै पनि सिग्नललाई चाहिँ इलेक्ट्रिकल सिग्नलमा कन्भर्ट गर्नको लागि दिएका मध्ये कुन डिभाइस युज गरिन्छ भनेको छ होइन। अप्सन नम्बर आईमा चाहिँ इनपुट ट्रान्सड्युसर, इनपुट अप्सन नम्बर आई मोडुलेटर, अप्सन नम्बर आई डिमोडुलेटर र अप्सन नम्बर आइबी भनेको इन्कोडर रहेको छ। इन्कोडरको काम भनेको डेटाको फर्मेटहरू चेन्ज गर्ने हो है, डेटाको फर्मेट साइज चेन्ज गर्ने, क्वालिटी चेन्ज गर्ने हो। यो अप्सन भएन है, यसले इनर्जी कन्भर्ट गर्ने होइन रहेछ। डिजिटल डेटा छ भने यसले डिजिटल डेटामै कन्भर्ट गर्ने हो होइन, इनर्जी चेन्ज गर्ने भयो ट्रान्सड्युसर। अनि अर्को भनेको अब के भन्छ इनपुट सिग्नललाई चाहिँ एउटा फर्मको सिग्नललाई चाहिँ अर्कोमा इलेक्ट्रिकलमा कन्भर्ट गर्नु छ नि त, त्यही भएर इन्कोडर अलरेडी आउट। मोडुलेटर भन्ने छ अप्सन नम्बर सेकेन्डमा। मोडुलेटरको काम भनेको कुनै पनि ट्राभलिङ सिग्नललाई चाहिँ के भन्छ क्यारियर सिग्नल प्रोभाइड गर्नु हो होइन, प्रोभाइड गर्नु, यसले सिग्नल चेन्ज गर्ने काम गर्दैन, त्यो पनि रङ होइन। अब मोडुलेटेड सिग्नललाई चाहिँ सिग्नलबाट चाहिँ के भन्छ युजफुल सिग्नल चाहिँ एक्स्ट्रा गर्नु र क्यारियर सिग्नललाई सेपरेट गर्ने काम चाहिँ कुनमा गरिन्छ, डिमोडुलेटरले गर्छ। सो यो पनि भएन, यसले पनि सिग्नलको टाइप चेन्ज गर्दैन। त्यही भएर हाम्रो राइट एन्सर चाहिँ के भयो त, अप्सन नम्बर आईको इनपुट ट्रान्सड्युसर भन्ने हुन्छ। ट्रान्सड्युसर भनेको त्यस्तो डिभाइस हो जसले चाहिँ एउटा फर्मको इनर्जीलाई अर्को फर्ममा कन्भर्ट गर्ने काम गर्छ। यो ट्रान्सड्युसर यदि इनपुट सेक्सनतिर यानि कि सेन्डर साइडमा छ भने त्यसलाई इनपुट ट्रान्सड्युसर भन्ने। सेन्डर साइडको भयो जसले इन्फर्मेसन सेन्ड गर्ने हो त्यो डिभाइसको साइडमा छ भने त्यसलाई इनपुट ट्रान्सड्युसर भन्छ होइन। जस्तै कि अब माइकिङमा बोलिरहेको हुन्छ, स्पिकरमा त्यो साउन्ड बलेको हुन्छ। हाम्रो माइक भनेको के हो त, इनपुट ट्रान्सड्युसर हो। किनभने माइकले चाहिँ साउन्ड इनर्जीलाई इलेक्ट्रिकल इनर्जीमा कन्भर्ट गर्छ, सिग्नलमा कन्भर्ट गर्छ। तर त्यही साउन्ड चाहिँ जब स्पिकरमा पुगेर बस्न खोज्छ नि होइन, स्पिकर भनेको के हो त, अब आउटपुट साइड हो नि त्यो त। स्पिकरले इनपुट साइडबाट सेन्ड गरेको जो साउन्ड इनर्जी छ त्यो स्पिकरमा गएर बल्छ होइन। पर्सनले माइकमा बोलेको जुन इनपुट साइडमा बोलेको साउन्ड छ त्यो स्पिकरमा गएर बज्छ होइन, भोइसमा कन्भर्ट हुन्छ। सो स्पिकर जो छ त्यो चाहिँ के हो त, आउटपुट ट्रान्सड्युसर हो जसले आउटपुट दिन्छ। इनपुट ट्रान्सड्युसरले के भयो त, फिजिकल साउन्डलाई इलेक्ट्रिकल सिग्नलमा कन्भर्ट गर्यो र आउटपुट ट्रान्सड्युसरले के गर्छ त, इलेक्ट्रिकल सिग्नललाई फिजिकल साउन्डमा कन्भर्ट गर्ने काम गर्छ। यो सिस्टम है कम्युनिकेसनमा भन्ने हो। यसरी हामीले यो भिडियोमा चाहिँ प्री क्वालिफाइङ इक्जामिनेसन काठमाडौँ प्याप्सनको प्री क्वालिफाइङ इक्जामिनेसन 2082मा सोधेको साइन्स एन्ड टेक्नोलोजी सब्जेक्ट अन्तर्गतको क्वेसनहरू यसरी डिस्कस गऱ्यौँ हामीले। मल्टिपल चोइस क्वेसनसम्म आइपुग्दाखेरि 10वटा मल्टिपल चोइस डिस्कस गरेका छौँ। यसको बारेमा मैले फिडब्याक दिएँ। अब कतिवटा मिल्यो त्यो चाहिँ जस्ताको तस्तै कमेन्टमा छोड्न नबिर्सनु है। ल अब मलाई लाग्छ यो भिडियोले तपाईँहरूलाई केही न केही हेल्प मिल्नेछ। यो क्वेसनहरू बुझ्नको लागि, यसको एन्सरहरू कसरी लेख्ने त्यो थाहा हुनको लागि होइन।
किनभने अब क्वेसनहरू यसको सल्युसन त सोसियल मिडियाहरूमा जहाँ पनि पाइन्छ, तपाईँहरूले फेसबुकबाट पनि पाइसक्नु भयो होला, ग्रुपहरूबाट होइन, यसको एन्सर कीहरू सल्युसन पाइसक्नु भएको छ। तर त्यो एन्सर कसरी भयो भन्ने कुरा बुझ्न जरुरी छ कि त्यो बुझ्ने काम चाहिँ मलाई लाग्छ यो भिडियोले तपाईँलाई पक्कै पनि सहयोग गर्नेछ। भिडियो अन्तसम्म हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँला। आजलाई यति नै है त। ओके, थ्याङ्क यू।